close was. यहाँ कुरा के छ आफ्नो पार्टनरसँग नाइट स्टे गर्नु भएको छ? यस, गरेको छु। जेमलाई मेरो बोयफ्रेन्ड कि पहिला त बोकै हुनुहुन्थ्यो कि तर अहिले चाहिँ हाम्रो इन्गेजमेन्ट हुन लागेको छ अनि सुध्रिनु पनि भएको छ मसँग लोयल हुनुहुन्छ तपाईलाई के लाग्छ लाउनु पर्ने मान्छेले सुई पनि मजाले लगाइदिन्छ त्यो ठाउँमा लगाइदिन्छ हैन त्यो चाहिँ हो फेरि अरु गर्नै परेन अरु चाहिँ के भयो त माया भइसके पछाडि हाम्रो के भयो घुमघाम धेरै भयो वाइल्ड कहाँ घुमेला आज फलाउ त पोखरादेखि जनक फ्री हुने बित्तिकै रोसेको च्यापेर हिँडिहाल्ने हो घुम्न यो घुम्न मन लागिहाल्ने अब यसले टिकटकमा के देख्छ हैन बेबी यो ठाउँ हेर्नु न भन्नु ल पर्खि रेडी हुँ म लिन आउँदैछु भन्ने जाने ल पठाएर आयो हाम्रो कतिचोटि प्लानै त्यस्तो भएको छ आफ्नो पार्टनरसँग नाइट डेट जानु भएको छ नाइट डेट एज इन लाइक स्टे ओभर अब नाइट स्टे भनौँ न छैन जुडो पनि कि तपाईले आफ्नो पार्टनरसँग किस गर्नु भएको छ गरेको छु पैसा र योनमा कुन रोज्नुहुन्छ अघि नै भन्छ के त सेक्स आँखा लाग्छ कहिले पनि आफ्नो कुरा भनिदिहाल्छ यसको मलाई अब के लाग्छ त मसँग छस् हैन मेरो लाइफमा एभ्रिथिङ इज कम्प्लिट क्या मलाई लाइफमा त्यस्तो ठुलो ठुलो कुरा केही चाहिँदैन तसँग भएर रमाइलो एउटा सानो शान्त ठाउँमा गएर बसे पनि म खुसी हुन्छ क्या ए आई लभ यु सो मच यो अफिसियल प्रपोज होला अब पिसाब फेरे कसले पो ब्ल्याङ्केटमा पिसाब फेऱ्यो भनेर होइन युवराजलाई फर्स्ट दिनमा त्यही ब्ल्याङ्केटमा सुताइरहेको छ क्या सुतेको फर्स्ट दिनमा आयो ल बुली गरे जस्तो कि उसलाई त भाइ भनेर बुली गरे जस्तो लाग्दै क्या तर दुवैजना राजा आउने त दुईजना किङ हो म पनि किङ हो कोही पनि चाहदिन दुईटै क्यान्सल मवाला डक्टरवाला किङ उसले आफ्नो पनि घर बनाएर आउँदैन अरूलाई नि बन्न अब के कुराहरू केटाहरूलाई मनपर्छ ऊ खासै फिजिकली हेर्दाखेरि मैले धेरै नै अगाडि भने हो फिजिकली मेरो टाइपको होइन क्या मलाई अलिक गोली गोली केटीहरू मनपर्छ अलिक चबी चबी टाइपको मनपर्छ दुइटै यो होइन ल दुवैजना एकदम भाइरल कपाल एकदम पपुलर कपाललाई मेरो पोडकास्टमा स्वागत छ है त धेरै धेरै धन्यवाद अब तपाईँहरूले त अब धमाकै मचाउनु भएको छ होइन सोसियल मिडियामा अहिले डाक्टर रोसिका फ्यान पेज मात्र कति हुन् होइन हाम्रो टिकटकमा आक्वाई गर्छन् जस एउटा छुट्टै आफ्नो एउटा बनाउनु भएको छ खुसी पनि लाग्यो होइन र द बोसको किङ एन्ड क्विन पनि उपाधि पनि तपाईँहरूले पाउनुभयो हजुर तपाईँहरूलाई के लाग्थ्यो किङ एन्ड क्विन बन्छु जस्तो लाग्थ्यो के लाग्थ्यो यो त्यो हुनुभन्दा अगाडि अरू एपिसोडहरू अथवा चाहिँ त्योभन्दा पहिला कस्तो फिल हुन्थ्यो डाक्टर साहबलाई लाग्दैन थियो अनेस्टली मलाई भन्दाखेरि म फर्स्टमा सोमा आउँदा मैले भने त्यो किङ एन्ड क्विन हुनुलाई धेरै यो त्यो थियो अनि मलाई खासै हुन्छ लायक सोच त्यो दिमागमा कहीँ पनि थिएन क्या यही नजिक वरिपरि कहीँ कसैले सोध्छ नि जित्छु भने मलाई त जित्छु होइन राम्रो पार्टनरमा पनि पुग्छ भन्ने खालको एन्ड देन जित्छु नै भन्ने खालको लागेको थिएन एन्ड अनेस्टली सुरुदेखि नै सोमा हेर्दाखेरि अलिक बिचतिर पुग्दाखेरि नै एउटा दुइटा कपालहरू राम्रो थियो जो नै बिहे नै गर्ने खालको कनेक्सन देखिसकेको थियो क्या हामीले होइन सो उनीहरू नै हुन्छ भने डिजर्भिङै हो भन्ने लाग्थ्यो मलाई होइन सो अरू नै डिजर्भिङ भइसकेपछि त्यति बेला त खासै रोसिकासँग मेरो लभ स्टोरी पनि खासै सुरु भएको थिएन त्यति बेला अनि त्यति बेला लाग्दाखेरि उनीहरू नै किङ एन्ड क्विन छ उनीहरू डिजर्भिङ हो भन्ने पाराले बसेको थियो मलाई त्यस्तो ठुलो कुरा पनि लागेको थिएन क्या एट द एन्ड सो भनेको माया जित्ने पार्टनर पाउने भन्यो नि त त्यो टाइटल जित्न त अब कम्पिटिसनमा त गएको होइन नि त त्यो हिसाबले आरामले आयो पछि लभ पढ्दा एन्ड देन आई थिङ्क एउटा पोइन्ट आयो जब अडियन्सले धेरै नै मन पराउनु थाल्नु भयो होइन रोसिका र मलाई स्पेसली अन्त त्यो अस्तिको पोइन्टमा के भयो भन्दाखेरि सोबाट त एउटा सर्टेन भइहाल्यो होइन हेर्ने भ्युजहरू त्यो बाहेक पनि त्यो टिकटकमा धेरै नै गइदियो कि भ्युजहरू यताउति जाँदाखेरि डक्टर एन्ड वेट स्पेसली त्यसले गर्दा हो अन्त त्यति बेला टिकटक फलो चाहिँ 5,000 थियो एकैचोटि 25,000 पुग्यो होइन हेर्दा 10-15 दिनको स्प्यानमा त्यो भयो एन्ड देन धेरै कति फ्यान पेजहरू देखियो अन्त धेरै मान्छेहरूले पनि चिन्नुभयो सो नहेर्ने मान्छेले पनि टिकटक हेरेर चिन्यो क्या आई थिङ्क त्यहाँबाट पनि सम पार्टबाट त्यो भोटिङ गर्दाखेरि कतिजना सो नहेर्ने मान्छेले पनि हामीलाई मन पराएर एज अ कपाल त्यो टिकटकमा यताउति भिडियोज देखेर पनि भोटिङ गरिदिनु भयो भने जित्यो क्या आई थिङ्क किङ हुनुको चाहिँ ठुलो हात चाहिँ त्यसमा छ। ओके रोसिकालाई चाहिँ के लाग्थ्यो खास अब यो बोसमा आउँदाखेरि चाहिँ म अब यसो जस्ट अब चर्चाको लागि आउँछु एउटा भाइरलको लागि भन्ने थियो अथवा म यहाँबाट चाहिँ एउटा पार्टनरै चुज गरेर चाहिँ एउटा केही गर्छु भनेर आएको थियो खास के हिसाबले चाहिँ रोसिकालाई चाहिँ कस्तो लागेको थियो बोसमा आउँदाखेरि चाहिँ लाइक सुरुमा म द बोसमा आएको चाहिँ
लाइक के अरे म ब्रेकअप फेज ब्रेकअप फेजमा थिएँ होइन साँच्चै हो अनि त्यतिखेर चाहिँ लाइक कस्तो भयो त नि ठ्याक्क इन्स्टामा एड देखेँ अनि त ल नि त जाम न त पार्टनर साँच्चीकै हो कि लाइक सबै यतिकै कपाल बन्ने टाइपको पनि एउटा त्यो थियो क्या आफूलाई पनि अनि लास्टमा त पछि अनि फेरि सरिनसँग हुँदाखेरि चाहिँ मलाई कस्तो भएको थियो भन्दाखेरि आई डोन्ट थिङ्क यहाँबाट पनि मैले पार्टनर पाउँछु जस्तो भएको थिएन बिकज त्यो थियो नि त अलिकति हाम्रो कनेक्सन तर धेरैले माया गरिदिनु भएको थियो तर पनि एउटा दुईजना बिच चाहिँ मनमुटाव भइरहेको हुन्थ्यो अनि एट द एन्ड डक्टर पाएँ एन्ड आइ एम भेरी ह्याप्पी मैले सोचेको थिइनँ कि एउटा सोमा आएर चाहिँ मैले मेरो लाइफ पार्टनर होइन उहाँलाई पाउँछु भनेर चाहिँ सोचेको थिइनँ अनि यो द बोसको विनर हुन्छु टाइटल पड्काउँछु भन्ने मनमा कता कता थियो या त थिएन मैले हामी त जित्दैन होला है अनि के थियो मनमा खास सिकाएको जित्ने भन्दा पनि त्यो सोमा आउँदाखेरि चाहिँ कहिले पनि म यो सो चाहिँ जितेर जान्छु भन्ने चाहिँ कहिले पनि थिएन त्यो एउटा 1% पनि थिएन क्या त्यो सोचेकै थिएन किनकि उहाँले भन्नुभएको चाहिँ लाइक अरू पनि डिजर्भिङ हुनुहुन्थ्यो नि त समय बे गर्ने टाइपको सो हामीले चाहिँ के सोच्ने उहाँहरू नै विनर हुनुपर्छ बिकज दे डिजर्भ द्याट भन्ने जस्तो थियो हामीले त कहिले पनि सोचेको थिएन तर अचानक क्या त्यो डक्टर एन्ड वेटरबाटै त्योबाटै हामी हल्का चिन्नेको हो अनि माया देखाइदिनु भयो होइन अनि या सोचेको चाहिँ थिएन भने सोचेको थिएन तर नसोचेको भइदियो नि त्यो त यसमा पनि के छ भन्दाखेरि रिसेन्ट फाइनलको टाइममा चाहिँ होइन भोटिङमा सुरुमा हुँदाखेरि चाहिँ कम्पिटिसनमा चाहिँ जोया झाप्लेको कपाल चाहिँ थियो है त्यसमा भन्दाखेरि किङ एन्ड क्विन हुने जोया झाप्लेको पनि राम्रै देखियो धेरै राम्रो कमेन्टहरू पनि राम्रो हो यताउति आई थिङ्क यसमा किन अनेस्टली भनिदिन्छु म भगबेर होइन सोमा हेर्नेमा हामीले कमेन्टहरू पनि हेरेर हुन्थ्यो अफकोर्स होइन हामी हेरेर हुन्छौँ अनि त्यहाँ हेर्दाखेरि के हुन्छ भन्दाखेरि जोया झाप्ले कमेन्ट धेरै हुन्थ्यो क्या अलिक 10%ले धेरै हुन्थ्यो खालको अनि देन कमेन्टमा नि लाइक्सहरू धेरै हुन्थ्यो कमेन्ट धेरै भन्दा नि हाम्रो चाहिँ के हुन्थ्यो भन्दाखेरि लाइक हामी दुईजना चाहिँ टाई टाइपको क्या हुन्छ नि पुरा त्यो कम्पिटिसन थियो होइन जोया झाप्ले र हाम्रो चाहिँ अनि कस्तो हुन्थ्यो भन्दाखेरि जोया झाप्लेकोमा चाहिँ एकजनाले कमेन्ट गर्नुभयो भने लाइक चाहिँ 300-400 पुग्दिन्थ्यो क्या अनि त्यतिखेर चाहिँ अब अरू त कोही पनि हुनुहुन्न थियो नि त त्यस्तो कम्पिटिसनमा जे भए पनि एउटा सोमा आएपछि यहाँबाट चाहिँ हामीले के लिएर जाँदैछौँ भन्दाखेरि ल म त टाइटल पनि पाएँ सँगसँगै मेरो पार्टनर पनि छ है भन्न त पाओस् न होइन कसलाई चाहिँ हार्न मन लाग्छ र सो त्यही नै भयो अनि त्यसपछि जित्छु भनेर चाहिँ होइन तर अचानक भइदियो दर्शकको माया पायौँ वी आर भेरी थ्याङ्कफुल ओके अब त्यो फाइनलमा त अब हामीलाई पनि अब निम्ता गर्नुभएको थियो सरले हामी पनि गयौँ होइन अब तपाईँहरू दुईजनाको जोडीलाई टक्क हामीले पनि स्वागत गऱ्यौँ त्यहाँ होइन खादा लगाइदिउँ म पनि एकदम खुसी भएँ होइन किनकि तपाईँहरूको एउटा क्युट कपाल हो नि त जे भयो नि होइन अब तपाईँहरूलाई थाहा नै छ मेरो बारेमा के बोल्ने होइन म पनि ब्लाइन्डेडबाट आएको मान्छे हो होइन म सोध्छु कि तपाईँहरूलाई होइन तपाईँहरूले ब्लाइन्डेड हेर्नुहुन्थ्यो है सिजन 3 नि हेर्नुहुन्थ्यो अस्ति हाम्रो पनि त अब हामीले नि धमाकै मचाएर आयो होइन कस्तो लाग्थ्यो त म चाहिँ अनि त्यो सोमा चाहिँ खास ल म डक्टरबाट गएँ मैले अनेस्टली भनिदिन्छु के भएको थियो भन्दाखेरि मैले सिजन 1 र 2 चाहिँ मजाले हेरेँ हो लभ स्टोरी मैले हेर्दै हेरिनँ एउटा एपिसोड हेरेको थिएँ होला एउटा हेरेँ अनि त्यसपछि हेरिनँ लभ स्टोरी सिजन 3 पनि खासै हेरेको थिएन बट त्यो टिकटकमा रिल्सहरू कहाँ हुन्थ्यो नि इन्स्टाग्राम फेसबुकमा आइरहेको हुन्थ्यो क्लिप्सहरू देखिरहेको हुन्थ्यो अनि तपाईँलाई देख्दाखेरि चाहिँ तपाईँ त अब ब्लाइन्ड भन्दा पहिल्यै भाइरल भइसकेको मान्छे हो नि त अनि त्यो पहिल्यै चिनिसक्यो हो यताउति के सोसियल मिडियामा देखिरहेको मान्छे हो अनि फेरि ब्लाइन्डेडमा देखेँ ब्लाइन्डेडमा गाह्रो छ होइन मैले धेरै राम्रो एपिसोडहरू हेरेको थिएन अनि एकजना थियो नि हाम्रो के अरे एउटा भाइ बिचमा आएको थियो नि क्या वाइल्ड कार्डमा बिचमा नामै बिर्स्यो उसको युवराज आएको थियो नि हो उसँग चाहिँ मेरो बाहिर भेट भएको थियो क्या अन्त उसलाई पर्सनली चिन्या भएर मैले हेरेँ हो कि त्यसलाई चाहिँ त्यो कस्तो भएर चाहिँ आएछ भने हेर्दाखेरि त्यसपछि आई थिङ्क 4-5वटा एपिसोड चाहिँ मैले हेरेँ मजाले अनि त्यसमा हेर्दाखेरि आई थिङ्क त्यति बेला तपाईँहरू कपाल भइसकेको थियो होला तपाईँहरू सुतीको सायद हामी त्यो हाउस साउन्डमा थियौँ हाउसमा हुँदाखेरि अनि त्यहाँ देख्दाखेरि चाहिँ जस रमाइलो लाग्थ्यो मलाई इन्टरटेनिङ यताउति अब त्यही हो नि अब एउटा घर कहिले योसँग झगडा परेछ कहिले के गरेछ कहिले त्यो मलाई एउटा कन्टेन्ट चाहिँ याद छ होइन मतलब स्पेसली दिमागमा हानेको त्यो पिसाब फेऱ्यो कसले पो ब्ल्याङ्केटमा पिसाब फेऱ्यो भनेर होइन युवराजलाई फर्स्ट दिनमा त्यही ब्ल्याङ्केटमा सुताएको छ क्या म चाहिँ कहाँ सुतेको फर्स्ट दिनमा आयो ल बुली गरे जस्तो कि उसलाई त भाइ भनेर बुली गरे जस्तो लाग्थ्यो क्या त्यहाँ हुँदाखेरि आई थिङ्क अलिकति इन्ट्रेस्टिङ भएको थियो जस ओभरअल मलाई यसो हेर्दाखेरि त्यति बेला दिप्लव पनि अलिकति इन्ट्रेस्टिङ लाग्थ्यो होइन दिप्लव र तपाईँ चाहिँ आई थिङ्क दुइटा वान अफ द मेन मलाई अलिकति इन्ट्रेस्टिङ लाग्ने मान्छेहरू चाहिँ हुन्थ्यो नि क्या कुरा सुन्दाखेरि अहिले झगडा पर्दाखेरि पनि ला हान्थ्यो यताउति गर्दाखेरि त्यो हेर्न रमाइलो लाग्ने खालको थियो
अनि रोसिकाको चाहिँ अब ब्लाइन्ड हाउस के अरे ब्लाइन्ड हाउसै भन्छ त्यसलाई पनि अनि त्यसलाई त अब दबस दबस हाउस होइन हाउस साउन्ड हाउस साउन्डमा चाहिँ अब केटीहरूसँग त झगडाहरू परिरहेको हुन्छ रोसिकाको कतिको जगाल्टा भुत्ला लुसालुस पनि परेको परेन त्यस्तो मैले नि हेर्न त हेरेँ मोटामोटी बिचडी भएर हो लाइक त्यस्तो अब त्यो म हान्छु यसलाई कुट्छु मार्छु रे भन्ने हिसाबले चाहिँ होइन होइन तर अब यस्तो हो क्या अब सबैजना सँगै त्यत्रो महिना बसिरहेको हुन्छ नि त हामी त हाउस साउन्डमा त अनि त्यस्तो बस्दाखेरि अब फ्यामिली जस्तो हुन्छ क्या अनि फ्यामिलीमा कहिले काहीँ मनमुटाव हुन्छ कहिले काहीँ मामुसँग झगडा परिरहेको हुन्छ द्याट डजन्ट मिन कि म अब मेरो ममलाई हिट गर्छु भन्ने त होइन नि त म उनीहरूसँग बोल्नै रहेको हुन्छु अहिले पनि नर्मली फ्रेन्ड्सै छौँ हामी हाइहालो भइरहेको हुन्छ होइन अब त्यतिखेर चाहिँ अब खै के भयो त्यो अब म त्यस्तो मान्छे त होइन कि तर त्यहाँनिर परिस्थितिले त्यस्तो पारिदियो क्या अब म जान झगडा गर्छु भनेर गएको होइन नि त अब सलनासँग पनि अब डेटिङ राउन्ड थियो है आई गेस डेटिङ राउन्डमै झगडा पर्या हो होइन अब सरिन यस्तो हो सरिनको लागि कपाल भुताले हो क्या किनकि सरिनको लागि कपालै भुताल्यो आफ्नो बोयफ्रेन्डसँग अरू त्यो त्यस्तो भए त मन पर्दैन नि त अनि म चाहिँ त्यसको लागि अब झगडा गर्दै गएको थिएँ तर पनि अहिले चाहिँ अब सबैजना हामी साथी नै छौँ मेरो वरिपरिको केटी आउनु भन्दा यसो हेर्नु है डेन्जर छ नि मेरो गर्लफ्रेन्ड लास्ट डेन्जर छ अनि अब मैले यसो हेरिरहेको हुन्थेँ होइन अब तपाईँ त अब प्रोफेसनली डक्टर पनि हुनुहुन्छ होइन हाम्रो सिजनमा पनि डाक्टर सन्दीप कुमार शाह आउनु भएको थियो उहाँ पनि एकदम फ्रेन्डली मान्छे तपाईँ पनि हामी जस्तै एकदम फ्रेन्डली एकदम लाइक अब भेट्ने बित्तिकै लाइक क्लोज हुने तपाईँको एउटा चाहिँ त्यो नेचर एकदम राम्रो लाग्छ क्या मलाई अरू भनेको अलिकति छुट्टै प्याटर्नका हुन्छन् तपाईँको चाहिँ अब भेट्ने बित्तिकै होइन एउटा जिग्री जस्तो भइहाल्ने त्यो खालको हुनुहुन्छ नि त तपाईँको डक्टरको सायद त्यो कुरा चाहिँ मलाई एकदम बेस्ट लाग्ने अब रोसिकालाई चाहिँ के देखेर तपाईँ इम्प्रेस हुनुभयो र अब यो केटीसँग चाहिँ म अगाडि बढ्छु यो केटीसँग मेरो चाहिँ अब चल्छ है भन्ने चाहिँ तपाईँलाई खास के कुरा चाहिँ उसको कुराले तपाईँलाई टच गर्यो ठिक छ अब फर्स्टमा डक्टर सन्दीपको कुरा गरौँ होइन मैले डक्टर सन्दीप फर्स्टमा जाँदाखेरि मलाई एउटा कमेन्ट चाहिँ कस्तो याद गराएको थिएँ कि पहिलाको डक्टरलाई कोहीसँग फिल नहुने यो डक्टरलाई सबैसँग फिल आउँथ्यो त्यो मैले कमेन्ट हेर्दैन म कस्तो हाँस्थेँ कि त्यो होइन त्यो कति सबसे बेसी कमेन्ट त्यो आइरहन्थ्यो कि मलाई त्यो नोटिस होइन अनि ठिक छ अब पहिला किसिमको अलिक सोझो हुनुहुन्थ्यो क्या अरे अलिकति कम्पेरिटिभली होइन तर मलाई पनि राम्रो लाग्थ्यो उहाँ त्यो भेरी डिसेन्ट एकदम जेन्टलम्यान लाग्थ्यो मलाई होइन अब त्यो भने रोसिकासँग के मन पऱ्यो भन्दाखेरि अब उसँग त म पछि बिचतिर गएर कनेक्सन भएको नि त त्योभन्दा अगाडि चाहिँ अब के कुराहरू केटाहरूलाई मन पर्छ ऊ खासै फिजिकली हेर्दाखेरि मैले धेरै नै अगाडि भन्यो फिजिकली मेरो टाइपको होइन कि मलाई अलिक गोली गोली केटीहरू मनपर्छ अलिक चबी चबी टाइपको मनपर्छ दुइटै यो होइन दुइटै होइन फिजिकली हेर्दाखेरि क्या बाहिरबाट हेर्दाखेरि होइन अनि मलाई खासै होइन बोलीचाली चाहिँ ठिक लाग्थ्यो अलिक फ्रेन्डली नै थियो हामी अनि त्यसको त्यति बेला नि के नोटिस गरेको थियो भन्दाखेरि सरिनसँग हुँदाखेरि अब कोहीसँग नि यताउति त्यो अलिकति नि फ्लर्टहरू केही नगर्ने कि सरिनसँग हुँदाखेरि उहीसँग मात्रै होइन बोलचाली सबैसँग राम्रोसँग गर्ने अब त्यो फ्लर्टिङ गर्ने नेचर हुन्छ कोहीसँग होइन सरिनसँग मात्रै के हो त्यस्तो केटी मनपर्छ नि त जो केटालाई पनि आफ्नो केटी हुन्छ आफूसँग हुने त्यो क्यारेक्टर मन पर्थ्यो बट फिजिकली मेरो टाइप नभएर खासै के पनि भएन झडा पनि पऱ्यो त्यो सिनेरियो भयो अनि पछि हाउसमा आउँदा के भयो भन्दाखेरि मेरो रबिनासँग थियो होइन त्यहाँ छुट्यो म चाहिँ अब सानोतिनो कुराले ट्रिगर हुन्छु केटा कुरा भइसकेपछि भन्ने रिजन थियो होइन अब त्यो भइरहेको बेलामा अब त्यति बेलामा उसको पनि ब्रेकअप भइरहेको थियो म सिङ्गल रुममा गएको थिएँ नि त अब त्यहाँ जाँदाखेरि के मलाई सबैले घोजे हो क्या मिलेर भयोभरको सबले मिलेर रबिनालाई किन छोडिस् यताउति होइन मेरो डिसिजन हो नि त त्यो त उसले नै घोच्यो यसले मात्रै हो कि नघोचेको एकजनाले मात्रै हो नघोचेको आएर बसिदिएर अब यसको पनि झडा परिरहेको त्यति बेला कपाल भुतालाहरू परिरहेको अब मलाई पनि सबैले घोचिरहेको अब त्यति बेलामा आई थिङ्क त्यो एउटा साथ जसले एकअर्काले दिए नि त्यसले गर्दाखेरि चाहिँ आई थिङ्क त्यो एउटा बन्ड बन्यो बन्ड बन्दा बिस्तारै अब त्यो भित्री क्यारेक्टर्स हुन्छ नि लोयल्टीहरू भयो एन्ड देन सपोर्टिभ भयो अब चुलबुलले चाहिँ बेला बेला रिस पनि उठाउँछ त्यो कुरा आफ्नो ठाउँमा भयो भने आई थिङ्क यो चाहिँ ह्यान्डल गर्न सक्छु बट लङ टर्म पार्टनरमा चाहिने क्वालिटी चाहिँ यसमा छ है भन्ने नि त अब टाइम स्पेन्ड गर्दै गएपछि बुझ्दै गएपछि त अब त्यो इरिटेटिङ मान्छे पनि रमाइलो लाग्छ कि होइन त्यही तँलाई भन्न खोजेँ अब त्यस्तै हो अब त्यति भइसकेपछि आई थिङ्क बिस्तारै कति बेला माया बस्छ थाहै भएन क्या पहिला त म बुझ्छु भन्दा नै ऊ मन परिसकेको थियो थोरै टाइम राम्रोसँग दिइरहेको थिएँ अब हुँदा त्यहाँदेखि कुरा आएर इङ्गेजमेन्ट भएर परिवारहरू भेटाएर अब इङ्गेजमेन्ट सिधै बिहेको कुरा छ अब 1 वर्षपछि भनेपछि त त्यही हिसाब तर मार्केट त धरो खायो तपाईँहरूको कपालले त मैले नि एक्सपेक्टै गरेको थिइनँ खासै त्यही भनेको थियो डक्टर एन्ड वेटरवाला एलिभेटरको काम गर्न सुरु गरेदेखि त्यहाँदेखि चाहिँ धेरै नै राम्रो रेस्पोन्स पनि आएको हो हामी कता घुम्दाखेरि चिनिराख्ने यताउतिहरू खालको म घरमा कामै नगर्ने केटी है खास गरी कति अडियन्सले पनि देखिरहनु भएको छ नि त पापा कि परी हो क्या मेरो निकनेम चाहिँ नाम त बवाल छ त पापा कि परी भन्ने मेरो निकनेम छ अनि त्यसपछि कामै नगर्ने त्यस्तो खालको त्यो देखिन्छ नि त अनि त्यसपछि ठ्याक्क अब एउटा
केटासँग अब रिलेसनमा भइसकेपछि छोरी मान्छे कतिको चेन्ज हुन्छ त भन्ने पनि त्यो देखायो क्या मैले वेटर काम गर्न थालेपछि चाहिँ अनि त्यो क्यारेक्टर भन्दा पनि त्यो रियल लाइफकै हो नि त हाम्रो त अनि त्यो कतिले मन पराइदिनु भयो क्या त्यहाँदेखि चाहिँ अलिकति रुसिका र डक्टर त्यो जुन वेटर काम गरिरहनु भएको थियो नि त होइन त्यो खास के अब त्यो काठमाडौँमै गराएको थियो अथवा खास त्यो तपाईँको वेटर रेस्टुरेन्ट चाहिँ कहाँ थियो खास हाम्रो यहाँ के रे बेबी ग्वारकोनिर हो ग्वारकोनिर हो होइन अनि त्यसपछि मैले ठ्याक्कै अब म बाहिर जानु लाग्थ्यो नि त अनि त्यसपछि तर त्यतिखेर त थिएन मैले त कामै स्टार्ट गर्छु भनेरै गरेको थिएँ अनि कस्तो भन्दाखेरि इन्टर्नसिप टाइपको क्या इन्टर्नसिप मात्र गर्ने बिहान 6 बजीदेखि 10 बजीसम्म त्यो इन बिट्विनमा मर्निङमा मात्र भने जस्तो थियो कतिले त होइन कस्तो यति मात्र काम हुन्छ र यो त फेक हो टाइपको नि भन्नुभएको थियो तर होइन मैले साँच्चीकै काम गरेँ यस्तो हो यसले अस्ट्रेलिया जाँदैछ नि त अब प्र्याक्टिस गरे अरू केही पनि मैले पनि अगाडि नै थाहा पाइरहेको थिएँ उसको त भिजा लागिसकेको छ ऊ त अब नेपाल छोड्दैछ भन्ने त मैले पनि हामी पनि पाटाबाट सुनिरहेको थियौँ यताउता केटाहरूबाटै सुनिरहेको थियौँ होइन अब जेस अब अस्ट्रेलिया त अब केही टाइमपछि अब रुसिका जाँदै होइन अब डक्टरलाई छोडेर रुसिका जाँदै अब अस्ट्रेलिया जाँदै हुनुहुन्छ होइन तपाईँलाई चाहिँ कस्तो फिल भएछ त आफ्नो मायालु पार्टनर अब चाहिँ समुद्र पारी जाँदै हुनुहुन्छ भनौँ न अब यस्तो अफकोर्स कसैलाई पनि अब रिलेसनमा भएपछि त्यो टाढा बस्न मन लाग्दैन अब भए तापनि आई थिङ्क एउटा आफ्नो इन्डिभिजुअली एउटा हुन्छ कि सर्टेन क्यारेक्टर्सहरू हुन्छ एउटा स्किल हुनुपर्छ एउटा करियर हुनुपर्छ त्यो इम्प्रुभ गर्नलाई जानैपर्छ भन्ने मैले पनि अब घर परिवार छोडेर गएको हो होइन गएर पढेर अहिले आएर अलिकति सक्सेसफुल देखेको हो राम्रो स्टेपमा छु त्यसको लागि नि अलिक त्यागहरू गर्नुपर्छ कम्प्रोमाइज नभए हुँदैन नि त पछि फ्यामिलीमा पनि त अब यस्तो हाम्रो घरमा आइसकेपछि अब बुहारी कतिको पढे लेखाएको छ के गरिरहेको छ भन्दाखेरि क्वालिफिकेसन्सहरू पनि राम्रो हो नि त प्लस एउटा स्किल भएको राम्रो हो अनि अहिले धेरै कुरा अझै सिकेको छैन लाइफमा अहिलेसम्म त आरामले बसेर गएर धेरै कुरा सिक्छ मेच्योर भएर आउँछ मैले सँगै जाने प्लान छ अब हेरौँ कतिको भन्ने कुरा छ त्यसमा पनि अब आई थिङ्क अब यसमा अलिअलि इस्युजहरू चाहिँ आउँछ भन्ने त्यो ट्रस्ट इस्युजहरूको कुरा आउँछ होइन लङ डिस्टेन्स भएपछि त्यो हुन्छ अब टाइमिङहरूको कुरा हुन्छ त्यो कुराहरू चाहिँ ट्याकल गर्नुपर्ने छ त्यो मेजर इस्यु अब दुईजनाले अब कोअपरेट गऱ्यो भने त ठिकै हुन्छ आरामले चल्छ पनि त्यही हिसाबले हो ओके नजा बस भन्दा नि मिल्दैन है एकचोटि क्यान्सल पनि गरे फेरि घरबाटै अर्डरहरू अब पठायो यताउति गरेर अलिकति फ्युचर हेर्ने हिसाबले गर्नु पऱ्यो नि त होइन फ्युचरको लागि हिसाबले पनि अफकोर्स त्यो पनि चाहियो जस अस्ट्रेलिया उहाँ जाँदाखेरि तपाईँ खुसी नै हुनुहुन्छ खुसी अलिकति उसको राम्रो हुन्छ भन्ने अलिकति सेल्फिस पनि मनमा जो पनि भइहाल्छ थोरै सेल्फिस भएर चाहिँ अलिकति अब त्यो हुन्छ नि अब जाँदैछ माया गर्ने मान्छे जसलाई नि हुन्छ नि उसको लागि खुसी छु अनि मेरो लागि अलिकति दुःखी छु भन्ने खालको रोसिकालाई चाहिँ के लाग्छ त अब आफूले माया गर्ने प्रेमिकालाई छोडेर अब बाहिर जाँदै हुनुहुन्छ होइन कस्तो फिल भइरहेको त म जाँदैछु भन्ने एउटा हुन्छ नि त मनमा के चलिरहेछ लास्टै खुसी छु होइन ल आज भन्ने त खुसी हो कि बेखुसी हो लाइक अब यस्तो कुरा गरे कि मलाई त रुन मात्र मन लाग्छ होइन रोइदिउँ त यहाँ विषय कन्टिन्यू हुन्छ नि त होइन मलाई कस्तो नराम्रो लाग्छ अब जे भए पनि सोचेको थिइनँ होइन सोमा आएर पार्टनर पाउँछु भनेर अनि अब जाँदाखेरि चाहिँ म चाहिँ फेरि अब म पनि सेल्फिसै भए हो जस्तो लाग्छ कि अब करियर पनि हेर्न पर्यो होइन अब उहाँले भन्नुभएको जस्तै बुहारी भएर जाँदाखेरि के चाहिँ छ त के चाहिँ पढी त बुहारीले कति पढाएको छ जे भने एउटा इन्डिभिजुअल चाहिँ बन्नुपर्छ के अब म डक्टरको बुढी भन्दा पनि बरु यो त यसको त यो प्रोफेसन हो गर्दाखेरि त अलिकति हुन्छ नि त सो सेल्फ के भन्ने अब आफै बन्नु पर्यो होइन नराम्रो त लाग्छ अभियसली नराम्रो लाग्छ फ्यामिलीको एक्लै छोरी होइन फ्यामिली पनि अब एक्लै अब यता उहाँ पनि सकेसम्म छिटै आउनुहोस् भन्छु त्यही हो बरु मिल्यो भने त बरु सँगै लिएर जाने प्लानमै हुनुहुन्छ यस्तो हो लिएर जाने भन्दा पनि उहाँ आफैमा क्यापेबल हुनुहुन्छ होइन अनि भन्यो त मैले इन्डिभिजुअल हामी बन्छौँ पहिला त्यसपछि बल्ल हामी हुन्छौँ भने जसरी अब मैले यस्तो हो क्या अब हामी नेपाली सोसाइटीमा छौँ होइन त्यो अभियसली हुन्छ नि क्या अब केटीले लगेर यो गाडी छ भन्दा पनि उहाँ आफै क्यापेबल हुनुहुन्छ हिज अ डक्टर होइन किन मेरो सपोर्टै चाहियो लाइक सपोर्ट छ ब्याक सपोर्ट छ तर त्यो डिपेन्डेन्टमा लानुपर्छ भन्ने त छैन नि त मलाई चाहिँ अलिकति के हुन्छ भन्दाखेरि यो कुरा मैले पहिला नि कता के भने जस्तै तँसँग कुरा गरेँ होला के भन्दाखेरि अब केटा मान्छे भएर अलिकति हुन्छ नि क्या घर जोइन बस्न अलिकति सोसाइटीले के भन्छ नि भने जस्तो कुरा आउँछ नि क्या त्यसरी नै मलाई पनि डिपेन्डेन्टमा गयो भने अलिकति मलाई चाहिँ अब सबैलाई नराम्रो भने होइन आफ्नो जानेहरू गइरहेको छ आफ्नो आफ्नो विचार हुन्छ मलाई चाहिँ खासै त्यो कन्फिडेन्सले दिँदैन क्या इगोले दिँदैन क्या मेरो इगोले नै म डिपेन्डेन्टमा क्या लाग्दैन अब
किन भन्दाखेरि अफकोर्स अब मलाई के लाग्छ भने अस्ट्रेलिया मैले योलाई भेट्नुभन्दा अगाडि पनि प्लान गरेँ किनकि मेरो मास्टर्स डिग्री अस्ट्रेलियाको गोल्ड कोस्ट भन्नेमा छ कि एउटा युनिभर्सिटीमा छ पहिले हेरेँ मैले 2 वर्षको एक्सपिरियन्स पाइसकेपछि बल्ल अप्लाई गर्ने अब गर्नुपर्ने के हो आइएल्स दिनुपर्ने हो माई इङ्ग्लिस इज स्टिल गुड होइन इङ्ग्लिस राम्रै छ पुगिहाल्छ आरामले मार्क्सहरू पनि राम्रो छ पढाइमा एन्ड देन फाइनेन्सियली पनि स्टेबलै छु मेन कुरा यिनीहरू 3टा हो नि त अब अप्लाई गर्दा मलाई हुन्छ जस्तो लागेको छ त्यो नभए अरू देशहरू अप्सन्सहरू छ नि त बाहिर जान आफैमा केपेबल भइसकेपछि अरूको सपोर्ट खासै लिन मन लाग्दैन अरू भन्दा नि जो आफ्नो वाइफ हो पार्टनर हो त्यो पनि अलिकति त्यो इगोले दिँदैन भन्ने कुरा क्या जस्तै अब आजकलको नयाँ वाइफहरूले अब म आफै काम गर्छु आफ्नो आफै कमाउँछु भन्छ नि त अब हस्बेन्डले दिन सकिँदा पनि आफै गर्दाखेरि अलग्गै हुन्छ नि एउटा हस्बेन्डको पैसा खाएको छैन भन्ने अलग्गै एउटा सान हुन्छ भने जस्तै अब त्यही हिसाबले म चाहिँ डिपेन्डमा जाँदिनँ भन्ने कुरा नजाने भन्ने कुरा अहिले त ठ्याक्कै मेरो 2 वर्ष एक्सपिरियन्स पुग्छ अब धेरै पनि छैन अब 5-6 महिनाको कुरा हो त्यसै जम्मै अप्लाई गर्न सुरु गरेर किनकि मैले मास्टर्स गर्नु बाँकी छ नि त मास्टर्स गर्न जानै पर्ने हो अनि त्यही भएर यसको मेरो सिटी चाहिँ अलग अलगै हुन्छ अनि त्यही अस्ट्रेलियामै हुन्छ ओके तपाईँहरू दुईजनाको एकदम राम्रो छ होइन हजुर कडा लभ परेको भन्छु म चाहिँ होइन यो खतरा भन्दा पनि कडा लभ अब तपाईँहरूको जुन अब प्रपोज चाहिँ होइन रोसिका या डक्टरले प्रपोज गर्नु भएको छ या छैन कहिले कसैले प्रपोज गरेको छैन प्रपोज चाहिँ नगरी लभ पर्यो नर्मली आई लभ यु त भनेर हुन्छ कि यस्तो त्यो अब त्यो आई लभ यु भन्नुपर्ने भनेको आई थिङ्क त्यो बच्चा बेलामा हुन्थ्यो होला कि 5-6 क्लासमा आई लभ यु टु अब हामी गर्लफ्रेन्ड बोयफ्रेन्ड है अब पक्का भयो भनेर जस्तो नि त अब उसको र मेरो यति धेरै टाइम पायो होइन हाउसमा हुँदाखेरि सँगै बस्ने यता त्यो अरूलाई हटाइदिएर पनि सँगै बसेँ हामीले होइन अब त्यस्तो गरेर बसिसकेपछि एउटा बुढमा थाहा भइहाल्छ नि एकअर्काप्रति अट्र्याक्टेड छ भने होइन उसले मलाई मन पराउँछ भने थाहा भइहाल्छ फ्लर्ट गरेर हुन्छ जिस्किरहेको हुन्छ उसले पनि थाहा पाउँदा हामी कहिले आई लभ यु भन्ने शब्द निस्किँदैन हामी यत्तिकै कपल रुममा पनि पुग्यो हामी कपल पनि पहिला भइसकेको थियो त्यतिभन्दा अगाडि नै कपल भएर कपल रुममा पुगेर पनि त्यसपछि इङ्गेजमेन्ट यत्रो कुरा भइसक्यो होइन अब बिहेसम्मको घरमा कुराहरू फिक्स भइसक्यो अब अलमोस्ट 1 वर्ष त चाहियो अफकोर्स हजुरआमा बित्नु भएर होइन अब त्यति कुरा हुँदैन नि अझै नि प्रपोज भन्ने कुरा चाहिएन कहिले पनि प्रपोज मन मिलेपछि किन नर्मली म चाहिँ फेरि कस्तो क्लिङ्गी टाइपको छु क्या गर्लफ्रेन्ड अब केटीहरू त्यस्तै नै हुन्छ होइन आज दिनभरिमा मलाई एकचोटि आई लभ यु भन्यो भने मेरो चित्त दुख्छ क्या त्यस्तो टाइपको चाहिँ भन्नुपर्छ होइन अनि त्यस्तो बेला त भन्नु भएको छ त्यो टिपिकल्ली प्रपोज गरेर ल आजदेखि चाहिँ तिमी मेरो गर्लफ्रेन्ड भने यस्तरी चाहिँ छैन कहिले भयो थाहै छैन भयो मायामा अचानक कुन दिन भयो थाहै छैन प्रपोज कुन दिन भयो थाहा नै छैन अरू गर्नै परेन अरू चाहिँ के भयो त माया भइसके पछाडि हाम्रो के भयो घुमघाम धेरै भयो वाइल्ड कहाँ घुमेर आज फलाउ त पोखरादेखि जनकपुरदेखि इन्डिया कता पुग्यौँ नि काठमाडौँ वरिपरि त कहीँ काठमाडौँ वरिपरिको त कुनै पनि छोडेको छैन क्या धाप ड्यामदेखि सैलुङ यताउता पुरै घुम्नु सबैभन्दा पहिला घुम्न गएको ठाउँ चाहिँ कुन थियो त सबैभन्दा पहिला दुलीखेल दुलेलमा यसो के पहिला हाम्रो सोमा पनि के कुरा चलिरहेको थियो भन्दाखेरि डक्टरले जहिले धुलीखेल भन्ने क्या जो केटीलाई डेट गरे नि धुलीखेल जानुपर्छ के रहेछ त धुलीखेलमा भनेर जान्न मन थियो क्या मलाई चाहिँ अनि के रहेछ त धुलीखेलमा भनेर चाहिँ म पुगेको थिएँ बतासे डाँडा रहेछ कति रमाइलो ठाउँ रहेछ अरू के रहेछ त जङ्गल रहेछ यस्तो त्यहाँ अलिकति अब म त्यहाँ बस्छु भने नि त टाइममा कामले गर्दाखेरि बस्छु अन्त त्यहाँ बस्दाखेरि अब मलाई यहाँ घरमा म नर्मल बसिरहेको हुन्छु त्यहाँ एक्लै आनन्द एउटा स्पेस चाहिन्छ नि क्या अनि त्यो स्पेस चाहिँ मैले त्यहाँ पाउँछु क्या अन्त आनन्द लाग्छ अन्त जाउँ न त भनेर एज अ ग्रुप पनि गएको थियो त्यो बेलामा ग्रुपै गयो अब नामहरू नभन् किन भन्नु पऱ्यो ग्रुपमा जहाँ जति गयो सबैसँग ग्रुपमै गयो कि दुईजना मात्र पनि गयो दुईजना मात्र पनि गएको दुईजना चाहिँ कहाँ गयो त सबै पोखरा यताउता सबै हामी युजुअली कपलमा जाने हो सैलुङ अनि यता चितलाङ कुलेखानी सब अब रोसिकालाई सोध्दै कस्तो भयो त डक्टरसँग आफ्नो प्रेमिकासँग त्यसरी टाइम स्पेन्ड गर्दाको पल त्यो क्षण कस्तो रह्यो खास अब म पहिला पनि घुमिरहने मान्छे हो होइन लाइक लास्ट चाहिँ घुम्न रुचाउने हो उहाँ पनि त्यस्तै अनि दुईजना मिलेर चाहिँ कस्तो हुँदो हुन्छ अरे पार्टनरमा चाहिँ एउटा त्यो हुन्छ नि दुईजनाकै सबै त्यो मिल्यो भने चाहिँ लाइक रमाइलो हुने क्या अब उहाँ अब डक्टर होइन डक्टर भन्ने बित्तिकै पढिरहनु पर्छ बुकैमा त्यो भन्ने हुँदैन नि त उहाँको पनि पर्सनल लाइफ छ होइन अब क्लिनिकमा बसिरहने हस्पिटल गइरहने मात्र पनि हुँदैन नि त अनि जति उहाँले मलाई टाइम दिनुहुन्छ नि त्यो चाहिँ एकदम रमाइलो लाग्छ अनि घुम्न पाउँदा त खुसी लाग्छ मलाई के लाग्छ भन्दाखेरि लाइफ इज अबाउट ब्यालेन्स के त्यो एउटा काम गर्ने र आफ्नो लाइफ जिउने त्यो एउटा ब्यालेन्स चाहिँ राख्नुपर्छ काम गर्नुपर्छ अफकोर्स सबैले काम गर्नुपर्छ केही न केही कसैले खानालाई होला कसैले रमाइलोको लागि होला कसैले बाध्यताले होला होइन कसैले रहरले होला त्यो आफ्नो ठाउँमा हो
तर आई थिङ्क सँगैसँगै त्यो काम गरेर खाना मात्रै पुगेर पुग्दैन, जिन्दगी नभए चाहिँ मजा आउँदैन भन्ने हिसाबले म दिनमा 3-4 घन्टाभन्दा बेसी काम पनि गर्दिनँ। 4 घन्टा मेरो म्याक्स हो, 2 देखि 4 घन्टा गर्छु। अब त्यति गरिसकेपछि अन्त बाँकी टाइम फ्रीले आफूलाई पनि पाउँछ क्या, अनि छुट्टी बेला मिलेर घुमघाम गर्ने। अब त्यो खाने सुत्ने त एउटै सेम भइहाल्यो नि जिन्दगी जस्तो लाग्छ। फ्री हुने बित्तिकै रोसेको च्यापेर हिँडिहाल्ने घुम्न। यो घुम्न मन लागिहाल्ने। अब यसले टिकटकमा के देख्छ होइन, बेबी यो ठाउँ हेर्नु न भन्ने, ल पर्खी रेडी हुँ म लिन आउँदैछु भन्ने जाने, ल पठाएर हाम्रो कतिचोटि प्लानै त्यस्तो भएको छ क्या। अब न्यु इयरहरूमा पनि होइन, अब हामी यसरी लाइक बेबी यहाँ जाऊँ, बेबी मलाई यहाँ जान मन छ भने उहाँको फेरि कस्तो राम्रो बानी छ क्या, लाइक आफ्नो गर्लफ्रेन्डलाई खुसी पारेपछि चाहिँ उहाँलाई पनि सन्तुष्ट मिल्छ टाइपको के। अनि मलाई खुसी पार्न लाइक मैले भनेपछि चाहिँ ओके टाइपको हुनुहुन्छ, सो हामी पुगिरहेको हुन्छ। ओके, अब अघि नै भनिहाल्नु भयो होइन, अब आफ्नो प्रेमिकालाई होइन तपाईँले चाहिँ होइन 4 लाइनमा, 2 लाइनमै भन्दै 1 लाइनमा 4 लाइनमा एक्सप्लेन गर्नुपर्दा कसरी गर्नुहुन्छ? अलिकति उसलाई चाहिँ एउटा लाइक प्रपोज गरेको टाइपले भन्नु पर्यो क्या। सुनाउनु त आजलाई अडियन्सले यो पनि चाहिरहेको छ क्या। यस्तो अब रोसिकापट्टि हेरेर भन्नु पर्यो फेरि यो लाइन त दामी हान्नु भएन। यस्तो हो, अब यसलाई यस्तो लाइफको अनएक्सपेक्टेड टाइममा मैले पाएँ कि, त्यो पनि मेरो लाइफको लोएस्ट पोइन्टमा पाउँदाखेरि यति सपोर्टिभ मान्छे छ भनेर मैले यति रियलाइज गरेको छु कि यो मेरो साइडमा भयो भने म दुनियाँमा जे पनि गर्न सक्छु भन्ने मलाई लाग्छ। मलाई केही पनि गर्न सक्दिनँ, खालि एउटा सपोर्ट सिस्टम चाहिने केटा मान्छेलाई होइन। त्यति पाइसकेपछि मलाई अब के लाग्छ, त मसँग छस् होइन, मेरो लाइफमा एभ्रिथिङ इज कम्प्लिट क्या। मलाई लाइफमा त्यस्तो ठुलो कुरा केही चाहिँदैन, तसँग भएर रमाइलो एउटा सानो शान्त ठाउँमा गएर बस्यो भने म खुसी हुन्छ क्या। तेरो त्यो स्माइल भयो होइन, स्माइल गरेर हुन्छ। मलाई यसको कुरा के मनपर्छ भन्दाखेरि जहिले पनि त स्माइल गरेर हुन्छ क्या होइन। एकछिन रिसाउँछ, कस्तो राम्रो देखेँ कि भनेको हाँस्दै हाल्छ कि, त्यति भएपछि मलाई त्यो लाइफमा टेन्सन धेरै हुँदैन क्या। छैन पनि हजुर तसँग हुँदा मैले कहिले पनि टेन्सन हुँदैन, तैँले इरिटेट गर्छु म चाँडै रिसाउँछु, म फेरि चाँडै फकाइ पनि हाल्छु तँलाई भन्ने कुरा क्या। आई थिङ्क त्यो एउटा पार्टनरमा हुनुपर्छ, अन्डरस्ट्यान्डिङ त छस्। राम्री त अब पहिला लाग्दैन थियो, अहिले त तँ जतिको राम्रो कसम कोही पनि लाग्दैन लाइफमा। जति मिस वर्ल्डले आए पनि परि आए पनि मेरो लागि तै राम्रो सबसे होइन। पापा कि परि त सानोतिनो बढी लास्टमा केही भनौँ न। आई लभ यु सो मच। यो अफिसियल प्रपोज होला अब। अहिलेसम्म गरेको थिएन होइन प्रपोज, ल यो प्रपोज। ओके दामी भयो यार, तर खतरा होला। ओके, अब रोसिकाले डक्टरलाई उहाँले भने जस्तै त्यही प्याटर्नबाट भन्नु पर्दा चाहिँ कसरी चाहिँ 4 लाइनमा एक्सप्लेन गर्ने त? लाज लाग्यो मलाई। कस्तो लाग्छ आफ्नो पार्टनर, के लाग्छ? अब अनि लास्टमा चाहिँ प्रपोज भनेको जस्तै डक्टरले गरे जस्तै तपाईँले पनि गर्नु पर्यो। लाज किन भयो होला? ल म जे भयो नि, अब यत्रो टाइम हात अलि टक्क माथि राखेर टक्क हातसँग मान्छेले दिनु पर्यो नि त। ल यत्रो टाइम हामीले स्पेन्ड गऱ्यौँ होइन, यो म सधैँभरि लाइक मेमोरी बनाएर होइन राखिरहन्छु। उता टाढा गए पनि, 7 समुद्र पारी गए पनि। सो तपाईँसँग टाइम स्पेन्ड गर्दाखेरि चाहिँ कस्तो फिल हुन्छ भन्दाखेरि मैले पनि यो माया डिजर्भ गर्छु र यस्तो माया गर्ने मान्छे नै हुन्छ लाइफमा जस्तो हुन्छ क्या। अनि त्यो बाबाको माया हुन्छ नि, फ्यामिलीले दिने माया, मम्मीको केयरिङ नेचर त्यो तपाईँबाट पनि पाइरहेको छु। अनि बाबाको त्यो नेचर त्यो सबै तपाईँबाटै पाइरहेको छु क्या। कहिलेकाहीँ गाली गर्नु हुँदाखेरि पनि मलाई कस्तो हुन्छ अरे फकाइहाल्छ नि, मलाई गाली गर्दा पनि फकाउनु हुन्छ नि, मलाई लास्टै राम्रो लाग्छ। किनकि म कहिले पनि गाली खाएर मान्ने खालको केटी चाहिँ होइन, मलाई मायाले फकाउनु पर्छ। मैले कतिचोटि भने पनि छु, आइ एम भेरी लकी टु हेभ यु, आई लभ यु। मलाई रुन मन लाग्छ। यतिको चाहिँ मैले पनि कमै देखा हो, तर तपाईँहरूको चाहिँ राम्रो देखेँ मैले, बोन्ड एकदम राम्रो छ। हाम्रो पनि कपाला अडियन्सले मन त पराएका हुन्, यो कुरा स्वीकार्नुपर्छ मैले होइन। तर जति तपाईँहरूको बोन्डिङलाई चाहिँ रुचाएका थिए, हामीलाई पनि त्यति रुचाएका होइनन्। हामीलाई चाहिँ 75% रुचाए, तपाईँहरूलाई चाहिँ 100%ले रुचाएछन् होइन। क्युट कपाल छ र मैले पनि रुचाएकै छु। तपाईँहरूको कपाल राम्रो छ। डक्टर रोसिकाको जो जमिरहेको छ है भन्ने सोचिरहन्छु मनमा नै, र एक दिन बोलाएर चाहिँ कुराकानी गर्छु भन्ने प्लानमै थिएँ, गर्न नि पाइएर है गरिरहेछौँ, एकदम खुसी पनि लागिरहेछ। ओके, अब रोसिकाले अब जस अब यहाँनिर अब अस्ट्रेलिया जाँदैछ डक्टर साहब। अब डक्टर साहबलाई एउटा कुरा रिपिटेड आउने कमेन्टहरू हेरिरहेको हुन्छु मैले त होइन। तपाईँलाई चाहिँ धेरैजनाको एउटा जिज्ञासा पनि छ, हुन त तपाईँले काहीँ बोली पनि सक्नु भएको, त्यो पनि मैले हेरिरहेको छु। तर कसैलाई अरूलाई कहिलेलाई थाहा नसक्छ। डक्टर त डक्टर, यो डक्टर महाबोका डक्टर रहेछ। तपाईँले भनेको होइन, पहिलाको डक्टर ब्ल्यान्डेडमा आयो फिल आउँदैन मात्र भन्छ, मोटी केटी चाहिन्छ भन्छ। अर्को डक्टर फेरि केटी देख्ने नहुने होइन, उही पहिला
सुरुमा त्यो जस्तो जुन केटीलाई पनि आफ्नो बनाउन खोज्ने यो डक्टर बोका रहेछ अनि डक्टर यो मान्छे चाहिँ कस्तो डक्टर हो त पशुको डक्टर हो कि मान्छेलाई सुई लगाउने डक्टर हो भनेर पनि कमेन्ट आउँथ्यो खास तपाईँको डक्टर हो तपाईँ होइन खास तपाईँको खास त्यो कुन अब मान्छे सम्बन्धीको डक्टर अथवा चाहिँ कोही अब त्यो भेटनेरी होइन अब पशु सम्बन्धीको हुन्छ अब अर्को धेरै हुन्छ डक्टर तपाईँको खास यो बारेमा अडियन्स जान्न चाहेको छ तपाईँको खास कुन खालको डक्टर हो तपाईँ यस्तो फर्स्टको कुरा होइन त्यो सबसँग फिल आउनेवाला अनि त्यो बोका डक्टरहरूले पहिला कतिको आजकल त हराइसक्यो त्यो त अहिले त माया मात्र आएको छ तपाईँ अहिले माया ठिक छ अब बोका डक्टर भन्दाखेरि मलाई बोकाको वर्डमा कस्तो लाग्छ भन्दाखेरि बोका मिनिङ भन्ने केटालाई कस्तो छैन हरेक केटीको पछि जाने पछि लाग्ने भन्छ नि त मेरो केसमा त्यस्तो छैन क्या केटीहरू मेरो पछि लाग्यो नि त त्यो बोका चाहिँ भन्न मिल्दैन जस्तो लाग्छ मलाई चाहिँ होइन तपाईँ हेर्नु होइन युजली केटीहरू मेरो पछि लाग्यो अनि म पनि राम्रोसँग बोलिदिन्छु यता इनिसिएसनहरू भइहाल्यो होइन अब त्यो भएर अर्को कुरा के को डक्टर भन्दाखेरि मान्छेकै डक्टर हो होइन सो नेचुरोपेथी भन्ने एउटा कोर्स छ BNYS छ ब्याचलर इन नेचुरोपेथी एन्ड योगिक साइन्सेस भन्ने छ त्यो कोर्स चाहिँ जस्तै आयुर्वेदाको हुन्छ नि BAMS छ नि त्यसरी त्यो कोर्स चाहिँ नेपालमा छैन क्या सो नभएको भएर धेरै मान्छेलाई थाहै छैन क्या अन्त मलाई कति पनि एउटा भिडियो हाल्दाखेरि पनि भनेको थियो कतिले थेरापिस्ट यता थेरापिस्टको लागि नेचुरोपेथीमा कोर्स छ त्यो नेपालमा 3 वर्ष 6 महिना केहरू छ होइन त्यो कोर्स गरेर तपाईँहरू हुने थेरापिस्ट हो मैले गरेको 5.5 वर्षको कोर्स हो त्यसले गरेर डक्टर डिग्री दिने अब डक्टर भन्ने मात्रै सर्जरी मात्रै गर्ने हुँदैन मुटुको सर्जरी गर्ने मात्रै हुँदैन नि त धेरै हुन्छ नि पेटको आन्द्राको धेरै खालको डक्टर हुन्छ छालाको हुन्छ होइन यदि सबै डक्टर सबैजना डक्टर हो नि त त्यो यो डक्टर होइन यो त्यो भनेर अब भन्नेले भन्छ भन्ने कुरा हो किनकि कतिजना मान्छे थाहा नभएर पनि भन्ने भन्ने कुरा हो कतिजनाले त अब त्यो हेप्नलाई भन्ने कुरा हो त्यसलाई के गर्न मिल्दैन आजबाट यो कुरो कन्फर्म हो तपाईँ चाहिँ अब मान्छेलाई नै सुई लाउने डक्टर चाहिँ हो सुई लाउने भन्दा मान्छेको डक्टर चाहिँ हो भन्दा हुन्छ सुई लाउने चाहिँ नभनिहाल्नु तर यस्तो हो फेरि म राम्रो छु नराम्रो बदमास पनि छु मैले होइन लाउनु पर्ने मान्छेलाई सुई पनि मजाले लगाइदिन्छु ठाउँमा लगाइदिन्छु फेरि होइन म त्यस्तो छु राम्रोमा राम्रो छु म एकदम स्विट छु कि मलाई चाहिँ कस्तो लाग्छ नि अब मलाई कति यस्तो पनि डक्टर हुन्छ कस्तो हुन्छ डक्टरको चाहिँ के नाक यहाँ माथि हुन्छ कस्तो हुन्छ होइन मान्छेहरू सबै होइन सबैको पर्सनल लाइफ हुन्छ कतिजनाको पब्लिकली आउँदैन भन्ने कुरा हुन्छ क्या अब डक्टर भन्ने बित्तिकै 24 घन्टा बुक थुनेर पढ्ने ढोका थुनेर पढेर बुक समातेर पढ्ने हुँदैन नि त अब पढिसकेपछि एक्स्ट्रा नि पढ्नुपर्ने हुन्छ अब पढ्नुपर्ने फेस त मेरो त्यो 5.5 वर्ष थियो नि त जब कोर्स गर्दै थियो अब त्यति बेला त कसैले मलाई देखेन चिनेन पढेकोलाई देखेन अब पढिसकेर डक्टर भइसक्यो देख्दाखेरि यो त जहिले नै घुम्छ कस्तो डक्टर हो भन्नुहुन्छ नि त काम पनि गर्छ भन्ने हुन्छ अब त्यो सँगसँगै म चाहिँ कस्तो छु भन्दाखेरि सानैदेखि त्यो अलि बदमास छुकछुकै खालको छु क्या त्यो क्यारेक्टर त जाँदैन नि त सानैदेखि भएको त्यो नेचर त जाँदैन नि त जति नै पढे पनि जे नै गरे पनि त्यो जाँदैन क्या अब त्यही भएर म अलि बदमास पनि छु बट प्रोफेसनल लाइफ र पर्सनल लाइफमा चाहिँ तपाईँले कम्प्लिटली डिफ्रेन्ट देख्नुहुन्छ कि मलाई पर्सनली तपाईँले भने भेट्ने बित्तिकै एकदम फ्रेन्डली खुसी हुन्छ बट प्रोफेसनली म एकदमै चाहिने कुरा मात्रै गर्छु धेरै बोल्दिनँ पनि टक्क चाहिने कुरा टक्क गऱ्यो होइन ट्रिटमेन्टलाई के चाहिन्छ किनकि पेसेन्टसँग कतिलाई फ्रेन्डली हुनुपर्छ कतिलाई स्ट्रिक्ट हुनुपर्छ कि त्यही अनुसारले पनि ढाल्नुपर्छ आफूलाई अब त्यो चाहिँ अब पर्सनल लाइफ सबैको हुन्छ भन्ने हो मलाई यहाँ धेरै मान्छेले देख्नु प्रोफेसनल भन्दा नि पर्सनल लाइफमा देख्नु भयो क्या अनि त्यही भएर प्रोफेसनली मलाई भेट्नु भयो भनेदेखि त्यो स्ट्याटिकबाट जान्छ कि डक्टर होइन जस्तो लाग्छ भन्ने कुरा अनि डक्टर प्रुभ गर्नलाई लाइसेन्स पनि छ सबै कुरा छ अब त के भन्ने एउटा ओके ल अब ठिक छ अब मान्छेले थाहा पाइयो नि त होइन हजुर के हो भनेर त ओके रोसिकालाई सोध्न चाहन्छु म होइन अब तपाईँहरू दुईजना एकअर्काको प्रेममा हुन्छ गहिरो प्रेममा डुबिरहनु भएको छ होइन जस्तै अब खत्रै डुब्नु भएको छ तपाईँहरू दुईजनाको जोडी भनेको अब धेरै केही भन्ने होइन अब रोसिकालाई सोध्न चाहन्छु होइन आधा जुन यो स्थानमा हुनुहुन्छ डक्टरसँग हुनुहुन्छ यो सब मायाको खेल हो होइन अब म चाहिँ छोटो लाइनमा भन्नु होला यो धेरै लामो नभन्नु होइन 2-4 लाइनमा भन्नु रोसिकाको विचारमा प्रेम माया चाहिँ के हो जस्तो लाग्छ त माया डक्टर हो भन्नु मिल्दैन माया के हो त अब जो मान्छेले चाहिँ मलाई भित्रदेखि बुझ्छ होइन ल अब यो यस्तै छ यसलाई यसरी नै एक्सेप्ट गर्नुपर्छ है यो चाहिँ मेरो है जसले त्यो हक जताउँछ नि त्यो नै माया हो जस्तो लाग्छ के अब त्यो माया छैन भने त यसले जेसुकै गरोस् यो केही वास्ता हुँदैन नि त त्यही हक जताउनु चाहिँ माया हो जस्तो लाग्छ मलाई चाहिँ माया त्यही हो डाक्टर साहबको विचारमा माया के हो अब शब्द नै गहिरो छ कि माया भन्ने के भन्यो भन्दाखेरि अब मायाको परिभाषा सबैको लागि डिफ्रेन्ट हुन्छ होइन एउटा आमाप्रतिको माया डिफ्रेन्ट हुन्छ होइन अब एउटा साथीप्रतिको अर्को हुन्छ एन्ड देन आफ्नो झरपारवाला गर्ने अर्को हुन्छ पार्टनरको अलग्गै हुन्छ अब अहिले रोसिकाको कन्टेक्स्टमा गर्छु एउटा लाइफ पार्टनरको कुरामा माया भन्नुलाई आई थिङ्क इट्स जस्ट कसरी भन्ने शब्द सानो सर्ट एन्ड स्विट भन्दाखेरि यस्तो कम्प्रोमाइज सेक्रिफाइस हुनु पऱ्यो अन्त एफोर्ट हुनु पऱ्यो
आई थिङ्क त्यो तिनवटा कुराले सबै कुरा हुन्छ क्या यदि कसैलाई माया गर्छन् उरिसाउँछ भने चाहिँ अलिकति अब एफोर्ट लाएर होइन के भन्छ प्रयास गरेर होइन नेपालीमा कसरी भनौँ भन्नु सोचिरहेको मैले प्रयास गरेर टाइममा रिसाउँदाखेरि पनि फकाउने किनकि मलाई ऊ लाइफमा चाहिन्छ नि त होइन म उसलाई यति माया गर्छु कि उसले जति नै रिसाए पनि म उसलाई फकाउन ट्राई गरिरहेको छु किनकि मलाई ऊ चाहिन्छ लाइफमा त्यो माया भनेको स्वार्थ पनि हो कि समय त्यो भयो भने सेक्रिफाइस भन्ने कतिवटा कुरा हुन्छ नि उसको लागि कति कुरा मैले त्याग दिइरहेको हुन्छु नि त होइन अब जस्तै धेरै केटीहरू त्याग दिएँ मैले तेरो लागि होइन त्यो पनि एउटा भयो होइन धेरै केटीहरू त्याग होइन तेरो लागि अहिले त कोही छैन तिमी छौ मात्रै त्याग होइन अन्त सँगैसँग अरूहरू पनि इक्जाम्पल दिए हो मैले त्यो त्याग भयो अनि त्योसँग कस्तो एक्सेप्टेन्स भन्ने कस्तो हुन्छ यो जस्तो छ त्यसरी एक्सेप्ट गर्ने जस्तै भने मलाई काली केटी मन परिदिन्थ्यो अहिले कस्तो मन पर्दैन अहिले काली केटी भनेपछि मर्न रेडी हो अब यही काली केटीको लागि जान दिन्छु नि बोयफ्रेन्ड त रोसिकाले यार पाकै हो यार यो कुरामा त नो कम्प्रोमाइज अस्ट्रेलियामा मन्दिर खोजी कस्तो मेरो मन यो एउटा मन छ होइन एकचोटि त जितिसक्नु भयो क्या सुरुमा त बारम्बार जिते गर्नुहुन्छ क्या लाइक हरेक कुरामा सानो सानो कुरामा पनि ओके दामी ओके अब डाक्टर साहबको विचारमा मदर आमा चाहिँ को हो नि त अब मेरो लागि म भन्दा हुन्छ नर्मली पनि मेरो लागि आमाभन्दा ठुलो शब्द कि छँदै छैन क्या होइन आमा भन्ने सबसे हाइएस्ट लेभलमा भयो 100वटा 1000वटा भगवान् मिलाएर एउटा आमा बन्छ जस्तो लाग्छ मलाई मेरो लागि चाहिँ मिनिङ सबैको लागि डिफ्रेन्ट होला अरूलाई कसैले आमाभन्दा माथि भगवान् हेर्ला भन्ने आफ्नो कुरा हो म खासै अब फ्यामिलीबाट हिन्दू भए तापनि म भगवानमा बिलिभ गर्दिनँ मेरो लागि भगवानको अर्थ नै आमा हो क्या किनकि म यो संसारमा आउनु सबै कुरा होइन आमा बाउ भनौँ न सँगै कम्प्लेन मम्मी र ड्याडी दुईजना हुनुहुन्छ नि उहाँ नै मेरो लागि सबै कुरा र मेरो लाइफमा कहिले पनि सबसे टपमा मम्मी ड्याडी हुन्छ त्योभन्दा माथि के पनि हुनै सक्दैन क्या लाइफमा मेरो पार्टनर होस् बच्चा बुच्ची होस् कहिले हुनै सक्दैन किनकि उहाँहरू नहुने मैले हुँदैन र सानोदेखि अहिलेसम्म जति पनि गरेर मलाई पालपोस गर्नुभयो अनि स्पेसली मेरो मम्मीको केसमा कस्तो हुन्छ नि मलाई लाइफमा केही कुराको कहिले पनि कमी भएन क्या अब सबैको त्यस्तै हुन्छ होइन भए पनि नभए पनि अब जस्तो लेभलमा भयो नि अलिअलि गाह्रो जला पनि भइरहेको हुन्छ फाइनेन्सियलीदेखि इमोसनली जस्तो जे भए तापनि कहिले पनि साथ छोड्नु भएन कहिले पनि के गर्नु हरेक कुरामा राम्रोसँग राख्नुभयो मलाई आई थिङ्क मेरो मम्मीले यति राम्रोसँग मलाई हुर्काउनु भयो कि मलाई लाग्छ योभन्दा राम्रो आमा कसैले पनि खोज्दैन है मेरो लागि बेस्ट आमा मेरो आमा हो अनि त्यो सँगैसँग के हुन्छ भन्दाखेरि जस्ट अरूहरूलाई मैले कति सिनारीहरू बाहिर देखिरहेको हुन्छु कि आमालाई दुनियाँ थरी भन्ने यस्तो यस्तो भन्ने त्यस्तो मान्छेहरूको लागि मलाई एउटा पनि रेस्पेक्ट छैन क्या तिमीलाई जन्म दिने आमालाई तिमी रेस्पेक्ट गर्न सक्दैनौ भनेदेखि होला मम्मी गलत होला ठिक छ त्यो आफ्नो ठाउँमा एउटा आमाको लेभल भइसकेपछि गलतै भयो भने होइन मम्मी सरी भन्ने मम्मीलाई दुनियाँ थरी भन्ने मान्छेले चाहिँ मेरो तर्फबाट एक थोपा पनि रेस्पेक्ट कहिले पनि हुँदैन क्या अब अरूले के भन्छ मलाई मतलब छैन किनकि म मेरो आमालाई यति माथि हेर्छु कि त्योभन्दा के छैन क्या ओके त्यति हो हजुरको विचारमा होइन रोसिकाको विचारमा चाहिँ आमाको हो नि त मलाई रुवाउनु खोज्नु भएको छ रुवाउने नि हो क्या यहाँ आज अनि मैले त प्रायः सबैलाई सोधिरहेको हुन्छु अब रोसिकालाई पनि सोध्नु डाक्टर साहबलाई सोध्नु आमा भनेको चाहिँ मेरो लाइक अब सिङ्गल चाइल्ड भएर पनि होला कि मेरो लागि चाहिँ आमा भनेको चाहिँ उहाँले भन्नुभएको जस्तै भगवान् पनि हो र बेस्ट फ्रेन्ड पनि हो क्या हरेक कुरा सेयर गर्न सक्छु मेरो दुःखको होस् मेरो सुखको कुराहरू सबै होइन लाइक यतिसम्म छ कि म मेरो मम्मीको लागि ज्यान पनि दिन सक्छु होइन त्यतिसम्म माया गर्छु तर कहिले पनि हामी अब छोरीहरू चाहिँ कस्तो हामी कस्तो हुन्छ नि नेपाली सोसाइटी भएर पनि होला होइन अब बाहिरतिर भयो आई लभ यु मम भन्न त्यस्तो लाज लाग्दैन होला क्या उनीहरू नर्मली भनेर हुन्छ नि तर हामीले कहिले पनि आफ्नो आमालाई मम्मी आई लभ यु भनेर भन्दैनौँ किनकि हामीलाई लाज लाग्छ क्या तर यो कुरा चाहिँ हामीले एक्सप्रेस गर्नुपर्छ जस्तो लाग्छ होइन म त बारम्बार मम्मीलाई मम्मी आई लभ यु तपाईँ मेरो मामा मोटी चबी होइसिन्छ क्या मामा हजुर कस्तो मोटी क्युट होइसिन्छ भनेर जिस्काइरहेको हुन्छ क्या त्यो एउटा फिलिङ्स जुन हुन्छ नि सेयर गर्नुपर्छ जस्तो लाग्छ सी इज माई बेस्ट फ्रेन्ड मेरो सबै थोक यस ओके अब पैसा चाहिँ के हो त त्यसमा पैसा त आज छ भोलि छैन त्यही हो आज छ भोलि छैन तपाईँले जति कमाउनुहुन्छ नि म चाहिँ कस्तो माइन्ड सेट राख्छु भने तपाईँ कमाउनु र रमाउनु पनि क्या त्यो कमाएर जोगाएर पछिको लागि हुन्छ पछि गर्छु भनेर नसाच्नु भन्छु होइन किनकि आज मैले कमाएँ त्यसरी त मैले मेरो फुलफिल लाइफमा अब एकचोटि हुने लाइफ हो होइन भन्छ नि 7 जन्म के हुन्छ त्यो चाहिँ म बिलिभ गर्दिनँ किनकि तपाईँ यही जन्ममा हुनुहुन्छ त यही टाइममा गर्नु न त होइन अनि आज कमायो रमाइलो गर्यो त्यो हो नि त लाइफ भनेको अनि पैसा पनि त्यही हो आज छ भोलि छैन पैसा नै सबै थोक चाहिँ होइन मेरो लागि सबै थोक होइन डाक्टर साहबको विचारमा मनी के हो यस्तो पैसा चाहिन्छ पैसा बिना तपाईँ के पनि गर्न सक्नुहुन्न जति ठुलो कुरा जे गरे पनि
अब युजली मनी इज नथिङ भन्ने मान्छेलाई पैसा भएको मान्छे हुन्छ जति नोटिस गर्नु होइन पैसा नभएको मान्छेले कहिले पनि पैसा चाहिँदैन भन्दैन कि त हुँदै नहुनु पऱ्यो अर्को कुरा होइन मलाई भने हो तँलाई पनि भने बाइक मान्छेलाई होइन सबैलाई जसले भने धेरै छ होइन पैसा ठुलो कुरा होइन हो पैसा ठुलो कुरा किनकि तपाईँलाई खाना लाउनदेखि हरेक कुरामा पैसा चाहिन्छ पैसा छैन भनेदेखि तपाईँ बाँच्नै सक्नुहुन्न क्या होइन मेन कुरा खानालाई त पैसा चाहिन्छ भन्छ तर यस्तो पैसालाई कतिको प्रायोरिटीमा राख्ने भन्ने कुरा हुन्छ कि पैसै सबै थुकमा मेरो इज्जतसित फ्यालेर पैसा कमाउँछु भन्ने खालको त्यस्तो खालको लेभलको हुनु हुँदैन पैसा चाहिन्छ कतिको चाहिन्छ तिमीलाई राम्रो लाउन पुगोस् होइन तिमीलाई अब त्यो गुची सुची लाउनु पर्दैन होइन आफूलाई चिटिक्क सुहाउने खालको मनभरि कपडा जाडोमा तातो कपडा लाउन पुगोस् होइन गर्मीमा अनुसारले फेसन अर्किडमा हुन्छ त्यो अनुसारले लाउनु पुगोस् त्यो भयो अन्त खाना पाओस् होइन घरको खाना मात्रै खाएर पुग्दैन कहिलेकाहीँ बाहिर यसो खाना पाओस् होइन कसैले के खान मन लाग्छ नि त्यति बेसी खाना पाओस् अनि त्यसो घर एउटा होस् होइन अब भाडा तिरेर पनि चल्ला छ भने ठिकै छ घर छ भने ढुक्क त्यति भइसकेपछि आई थिङ्क सर्टेन लेभल ब्याङ्क ब्यालेन्समा हुनुपर्छ कि तिमीलाई इनकेस बिमारी भयो भने के गर्ने तिम्रो परिवारलाई बिमारी भयो भने के गर्ने त्यतिको लेभलमा हुन्छ अब धेरै ठुल्ठुलो केसमा धेरै पैसा जान्छ होइन त्यति भने बेसिक भनौँ न झाडा पखरा लाग्दाखेरि या फिर टाइफोइड साइफोइड हुँदाखेरि जन्डिसहरू हुँदाखेरि बेसिक आउने खर्चहरू तपाईँले सक्नु पऱ्यो किनकि ज्यानको कुरा छ नि त आफ्नो लाइफको फ्युचर पनि हेर्नु पऱ्यो नि त पैसाले डिटर्माइन गर्ने तपाईँको फ्युचर हो अब त्यति भइसकेपछि अब म मेरो छोरालाई पनि कमाइदिन्छु छोरीलाई पनि कमाइदिन्छु अब त्यो नातिनीलाई पनि कमाइदिन्छु त्यो सोचेर मान्छेले काम गर्न थाल्यो भने कहिले पनि पैसा पुग्दैन क्या यदि आफूलाई घरमा लाउनु पुगेको छ केही गाह्रो पऱ्यो भनेदेखि हुन्छ भनेदेखि ठिक छ फेरि आफ्नो साथीहरूलाई अलिअलि हेल्प गर्न सकिन्छ भनेदेखि त्यति पुगेपछि घुम्न थाल मन परेको कुराहरू गर्न थाल एक्सपिरियन्स लिन थाल किनकि मान्छे बाँच्ने भनेको यही कुराको लागि तिमी 50 वर्ष सेम गर बिहान उठ काम गर्न जाऊ फर्क बिहान उठ काम गर्नु 50 वर्ष र 2 दिनमा के फरक छ त्यही एक दिन उसले 50 वर्षमा बाँचेछ तर हरेक दिन केही नयाँ गर अब शनिबारको दिन यसो फ्यामिलीसँग डिनर गर्न बाहिर जाऊ साथीभाइहरूसँग घुम यताउति के गर मेरो लागि चाहिँ ट्राभल इज एन एक्सपिरियन्स क्या लाइफ भनेको एक्सपिरियन्स एकचोटि बाँच्यो तिमीले फेरि पाउँदैन क्या अब 50 वर्षसम्म पढाएको छ काम गरेछ मरेछ त्यो के कामै लागेन लाइफको होइन आई थिङ्क सँगै टाइम निकाल्नुपर्छ आफूलाई बाँचुन्जेल पुगोस् होइन त्यो छोराछोरीहरूलाई त्यो केपेबल बनायो भने पढाइ लेखाएर अब आफै गर्न सक्छस् भन्ने लेभल लागिसकेपछि आरामले बस्ने हो घुमघाम गर्ने के मनपर्छ आफ्नो हिसाब कसैलाई मन्दिर जान मन लाग्ला कसैलाई बन्जी जम्पिङ गर्न मन लाग्ला त्यो सबै गर्नु अनि टाइममा गर्नुपर्छ है 60 वर्षमा गएर कहाँ बन्जी जम्पिङ गर्न जाने होइन यो उमेरमा नगरी कहिले गर्ने ओके अब रोसिकालाई अब तपाईँहरूको अहिले प्रेम सम्बन्धमा हुनुहुन्छ होइन वास्तवमा यो अब सम्बन्धकै कुरा जोड्दाखेरि सम्बन्ध के हो र यो सम्बन्ध टिकाउन चाहिँ के गर्नुपर्ने छ जसरी तपाईँहरूको टिकिरहेछ जमिरहेछ नि खास सम्बन्ध के हो र टिकाउन के गर्नुपर्छ सम्बन्ध के हो त सम्बन्ध रिलेसनसिप अन्त रिलेसनसिप के हो त्यही हो अब कसरी टिकाउनु र त्यो एकैचोटि भनिदिन्छु होइन ल भन्नु एकैचोटि सम्बन्ध चाहिँ ट्रस्ट होइन विश्वास ट्रस्ट अनि लभ त्यही त होला नि अनि त्यसो मेन चाहिँ अब अहिलेको जेनेरेसनमा चिटिङ त्यो हुनु भएन सम्बन्धमा होइन तपाईँले अब आफ्नो पार्टनरलाई यति ट्रस्ट गर्नु कि लाइक अनि फेरि कस्तो ट्रस्ट पनि गर्नुपर्छ तर फेरि उहाँले पनि मलाई त्यो इन्भाइरोमेन्ट दिनु पऱ्यो क्या त्यो हुन्छ नि तैँले चाहिँ मलाई यतिसम्म ट्रस्ट गर्न सक्छस् म यस्तो छुइनँ भने त्यो प्रुभ गर्नु पऱ्यो क्या मैले मात्र ट्रस्ट गरिरहन्छु अनि उहाँकोबाट चाहिँ एफर्टै छैन भने त्यो काम लागेन अनि मेन कुरा चाहिँ यो लाइङ अनि चिटिङ यस्तो चाहिँ हुनु भएन रिलेसनसिपमा अब तपाईँको कोही मान्छे अब मैले कतिचोटि नै भनेर हुन्छ होइन तपाईँको कोही मान्छे आफ्नै हो भने तपाईँले त्यो टेक्स्ट डिलिट गरिरहनु पर्दैन क्या तपाईँको साथी हो भने साथी मात्र हो भने पनि तपाईँको आफ्नै दाइ हो भने पनि होइन तपाईँले त्यो टेक्स्टहरू डिलिट गरेर लुकाइरहनु पर्छ जस्तो मलाई लाग्दैन किनकि तपाईँको मान्छे त्यति पनि अबुज हुँदैन कि लाइक यो मेरो दाइ हो भनिसकेपछि किनकि दाइसँग हाम्रो नर्मल टेक्स्ट कस्तो हुन्छ दाइ यस्तो भयो दाइ कता हुनुहुन्छ यति मात्र हुन्छ नि त नर्मली अनि त्यो किन लुकाउनु जब त्यो टेक्स्ट देखेर आफ्नो बोयफ्रेन्डले तपाईँलाई अब कतिको त हुन्छ नि कुट्ने झगडा गर्ने त्यस्तो हुन्छ नि त त्यो गर्दैन होला के तपाईँले केही छ र त लुकाउनुहुन्छ नि त सो चिटिङ हुनु भएन रिलेसनमा त्यही ओके डाक्टर साहबको विचारमा सम्बन्ध टिकाउन के गर्नुपर्छ त अब फर्स्टमा यस्तो हुनु भने कि जहिले पनि खुसी हुँदा मात्रै सँगै हुने भन्ने कुरा हुँदैन कि लाइफमा दुःख पनि हुन्छ अब त्यो सँगैसँग झगडा पनि पर्छ बाजाबाज पर्छ तर केले रिलेसनसिप टिक्छ भन्दाखेरि तिमी जति झगडा भने कतिचोटि फेरि फर्केर जान्छ भन्ने कुरामा हुन्छ क्या अब एकचोटि झगडा जसको नि ब्रेकअप हुने कि झगडाबाट त हो नि त्यो बाहेक अरू के रिजन छ झगडा पनि चिट गरे पनि झगडा पर्ने हो यता जे गरे पनि झगडा पर्ने हो अब झगडा परिसकेपछि तिमी उसलाई कतिको माया गर्छौ भन्ने अघि भने जस्तै त्यो हिसाबले तिमी जान्छौ क्या अब रिलेसन टिप्नलाई झुक्न पनि जरुरी छ चाहिने मान्छेसँग है
आफ्नो गल्ती छ भने झुक्ने हो, कहिलेकाहीँ गल्ती नभए तापनि मायाको लागि पनि झुक्न जरुरी छ होइन। अब म झुकेका नै भन्ने खालको त त्यो लेभलले त हुँदैन होइन। त्यो भयो एन्ड देन अन्डरस्ट्यान्डिङ एउटा हुनु पऱ्यो, बुझिदिनु पऱ्यो होइन पार्टनरलाई, कुराहरू बुझिदिनु। कहिलेकाहीँ उसलाई के भइरहेको होला, घरमा फ्यामिलीसँग झगडा पऱ्यो, उसले मलाई के भन्दाखेरि तेरो राम्रो नराम्रो या फिर त नराम्रो भन्ने होइन कि त्यसलाई सुनिदिने मात्रै पर्छ क्या कहिलेकाहीँ होइन। कहिलेकाहीँ उसलाई सल्युसन चाहिन्छ, त्यति बेला सल्युसन, कहिलेकाहीँ सुन्दै मात्रै पनि उसको मन हल्का हुन्छ। त्यो पनि अन्त एक्सेप्ट गर्ने कि मेरो पार्टनर जस्तो छ ममा धेरै राम्रो खुबीहरू छ, कतिवटा नराम्रो पनि छ, त्यसरी उसको पनि धेरै राम्रो खुबीहरू हुन्छ, नराम्रो पनि छ नि त। नराम्रो एक्सेप्ट गरिदिनु, जस्तो छ त्यही छ, ठिकै छ, यस्तो त छ नि, चेन्ज गर्न मिल्छ भने बिस्तारै बिस्तारै इम्प्रुभ गरौँ, मिल्दैन भने त जस्तो छ त्यसरी एक्सेप्ट गरौँ। अनि त्यति कुरा मिलिसकेपछि रिलेसनसिप टिक्छ जस्तो लाग्छ मलाई। अनि आफ्नो पार्टनरलाई यस्तो यति गर्नु पऱ्यो कि एउटा प्रोटेक्टिभ स्टेटमा राख्नु पऱ्यो, केटाको मान्छे भएर है, केटीलाई यतिको प्रोटेक्ट गर्नु पऱ्यो कि उसलाई कहिले पनि नलागोस् कि मेरो मान्छेले मलाई प्रोटेक्ट गर्न सक्दैन भने। केटा मान्छे भयो त्यतिकै, त्यो फाइनेन्सियली होस् फिजिकली होस् हरेक लेभलमा एउटा केटीले प्रोटेक्सन चाहिँ हेर्छ, त्यो चाहिँ एउटा केटा मान्छेले प्रोभाइड गर्न सक्नुपर्छ। ओके, अब रोसिकालाई होइन, अब जे भने अब हामीले सुनिरहेको हुन्छौँ कि होइन, छोरी मान्छे भनेको चाहिँ जस अब घरको लक्ष्मी हुनु भन्छन्। रोसिकालाई के लाग्छ, साँच्चीकै छोरी मान्छेको हो नि त खास? छोरी मान्छे घरको लक्ष्मी नै हो। मलाई मेरो फ्यामिलीले यस्तो गरी हुर्काउनु भयो होइन, स्टिल मेरो मम्मी बाबाले लक्ष्मी पूजाको दिनमा होइन सुरुमा लक्ष्मी मातालाई ढोक्नु अगाडि चाहिँ मेरो खुट्टा ढोक्नुहुन्छ क्या फ्यामिलीले। मलाई त्यस्तै त्यो हुन्छ। अनि जहिले पनि के भन्नुहुन्छ है, अब अहिलेको म यत्तिको छु नि त होइन, लाइक फाइनेन्सियली भयो यस्तै, त्यो अहिले यत्तिको छ भनेपछि मेरो मम्मीहरू पनि त जेरोबाट आउनु भयो नि त, कोही पनि बनेरै आएको हुँदैन नि त, जेरोबाट आउनु भयो होइन, स्ट्रगल छ, आफ्नै त्यो स्टोरी हुन्छ क्या। कोही अब म यत्तिको देखेको छैन यो त लाइक रिच फ्यामिलीमा बिलङ गर्छ यसको त खत्तरै छ भन्ने हुँदैन क्या, जसको पनि स्ट्रगल हुन्छ नि। अनि मेरो मामले के भन्छ भन्दाखेरि यो भएर चाहिँ हाम्रो घरमा लाइक राम्रो भयो होइन, त्यसपछि बल्ल हाम्रो लाइक फल्यो टाइपको कुरा गर्नुहुन्छ क्या। सो यहाँ छोरी मान्छे घरको लक्ष्मी हो। अनि तपाईँले छोरीलाई जस्तो ट्रिट गर्नुहुन्छ नि तपाईँको घरमा त्यति नै लाइक जति राम्रो ट्रिट गर्नुहुन्छ त्यति नै लक्ष्मी आउनुहुन्छ जस्तो लाग्छ क्या मलाई। अब तपाईँको घरमा छोरी हुनुहुन्छ तर तपाईँ जतिखेर पनि अहिलेको छोरीहरू के हो त फ्रिडममा बाँच्न चाहन्छ नि त। फ्रिडम भन्दैमा म रातिको 12-1 बजीसम्म बाहिर जान्छु भन्ने होइन कि, तर पनि म यो पढ्छु, मलाई यो पढ्न मन लाग्छ, मलाई यो खान मन लाग्छ, मलाई यो लाउन मन लाग्छ होइन, केहीमा पनि रोकटोक नगर्ने। अनि त्यस्तो खालको चाहिँ हुनुपर्छ जस्तो लाग्छ इन्भाइरोमेन्ट, घरको इन्भाइरोमेन्ट। अन्त यहाँ त्यही हो। ओके, अब छोरी मान्छे केटी मान्छेले चाहिँ एउटा नर्मल केटालाई हेर्दाखेरि चाहिँ होइन, केटालाई चाहिँ खास के हेरेर चाहिँ मन पराउँछन्, चुज गर्छन्, केटा कस्तो हुनुपर्छ जस्तो लाग्छ छोरी मान्छेको नजरमा? कतिले अब नर्मली हेर्ने हो भने भन्नु पर्दाखेरि छोरी मान्छेले छोरामा चाहिँ फ्युचरै हेर्छ फर्स्ट अफ अल है। तर म मेरो केसमा मैले कति लाइक भन्छु नि, कति प्रुभ गर्न खोज्छु, तर कसैले चाहिँ होइन एउटै त हुन्छ नि, छोरीहरूले के हेर्ने फ्युचर त हेर्ने भन्ने जस्तो लाग्छ होइन। तर म चाहिँ कस्तो खालको छ भने छोरा मान्छेले मलाई माया मात्र गर्दै पुग्छ जस्तो लाग्छ क्या मलाई चाहिँ पर्सनल्ली होइन। त्यो किनकि मलाई हतपति कसैले ह्यान्डल गर्न सक्दैन, बिकज मेरो क्यारेक्टर त्यस्तो छ। अनि म उड्न चाहन्छु होइन, अब कसैले मलाई दबाबमा राखेर म त्यस्तो खालको पनि छुइनँ क्या, त्यसरी हुर्केँ नि त अहिलेसम्म। अनि त्यसपछि फ्यामिलीले पनि रोकटोक गर्नुहुन्न। सो एउटा पार्टनरमा खोज्दाखेरि चाहिँ लाइक छोरी मान्छेहरूले होइन फर्स्ट अफ अल चाहिँ आफै स्टेबल हुनु, सो द्याट तपाईँ कसैको छोराको फ्युचरमा अनि उसको पैसामा डिपेन्ड गर्न नपरोस् होइन, तपाईँले पनि भनाइ खान नपरोस् यसको त केही पनि छैन मेरो छोराले पालिरहेछ भने उताको उसको फ्यामिलीले पनि नभनोस् क्या। बरु तपाईँ आफू बन्नु त्यसपछि बल्ल म्यारिजसम्म सोच्नु भन्छु होइन म चाहिँ। अनि अब छोरा मान्छेमा त के एउटा जसले तपाईँलाई रेस्पेक्ट गर्छ नि उसले चाहिँ तपाईँलाई जिन्दगीभर खुसी राख्छ भने म चाहिँ यो ग्यारेन्टी दिन्छु। रेस्पेक्ट गर्नु पर्यो, त्यो माया मात्र भएर चल्दैन क्या। मायामा अब के भन्छ तपाईँले आई लभ यु भन्नुहुन्छ, चुमाचाटी गर्नु होला होइन, त्यो त अभियसली भइ नै हाल्छ नि। तर जो मान्छेले रेस्पेक्ट गर्छ तपाईँलाई, तपाईँको सानो सानो कुरा नोटिस गरेर तपाईँलाई खुसी पार्न खोज्छ नि, त्यो मान्छेसँग चाहिँ जिन्दगी बित्छ जस्तो लाग्छ। के छ उहाँको भनाइ कतिको उचित छ त हजुरको विचारमा? अब म चाहिँ एन्टीमा जान्छु है। एन्टीमा जान्छु रे होइन, म यसको बारेमा बोल्दिनँ, म जेनरलाइज भन्छु होइन। त्यो पनि 100% भन्दिनँ, 70% केसेसमा भन्नु होइन। के हुन्छ भन्दाखेरि हरेक केटीले एक दिन बिहे गरेर जानुपर्छ है। सो हाम्रो कल्चरमा के छ, केटा मान्छे घरमा जाने, आफ्नो घर छोडेर अर्को घर। अब तपाईँले भयोभरको आफ्नो घर छोडेर तपाईँ झुपडीमा गएर बस्न जानुहुन्न नि कोही पनि होइन। जसले पनि घर अर्को बनाउँदाखेरि हेर्नु आफ्नो पहिला घर भन्दा राम्रै बनाउँछ क्या होइन। त्यो भेरी नर्मल मान्छेको ह्युमन नेचरै त्यो होइन। मान्छेले राम्रो त खोज्छ नराम्रो खोज्छ। मेरो घरमा मासु पाकिरहेछ म त्यहाँ गएर त्यो यत्तिकै घाँसघुस खान्छु बाख्रा जस्तो भने कसो सोच्दैन नि त होइन। त्यो एउटा कुरा नर्मल नेचर भयो। अनि यस्तो तिम्रो फ्युचर मात्रै कुरा आउँदैन नि त, तिम्रो भोलि पर्सि बच्चा बुच्चीको फ्युचरको कुरा आउँछ नि त होइन। त्यो सबै कुरा हेर्ने हो नि त। अनि एउटा स्टेबिलिटी केटी मान्छेले जसले पनि खोज्छ क्या
अब भोलि गएर मेरो घरमा खाना लाउनु पाइरहेको छ, त्यहाँ गएर खाना पाउँछ कि पाउँदैन भन्ने टेन्सन हुन्छ भनेदेखि त त्यो फिजिक्स जसले पनि हेर्छ, जति चाहिँ ठुलो कुरा गरे पनि फ्युचर हेर्छ क्या। किन केटा मान्छेले कतिको सम्हाल्न सक्छ भन्ने कुरा भने नि फाइनेन्सियली हो, सबै कुराले त्यो फ्युचर हेर्छ। पहिल्यैदेखि पनि जमानामा हुने नि त्यो जसले सिकाएर लिएर आयो उसकै हो धेरै बुढी हुने, पहिल्यैदेखिको नेचर त्यो होइन। त्यति बेलाको कुराको अहिले त हामी सिभिलाइज भइसक्यो होइन, अहिलेको मतलब 1 वाइफ इज एनफ होइन, एउटा बुढी पुगिहाल्छ, ठिक छ, एउटा बुढी हुन्छ। एन्ड देन त्यसमा के हुन्छ भन्दाखेरि तिमीले प्रोभाइड गर्न सक्नु भयो नि त, केटा मान्छेको रोल त गर्न सक्नु भयो नि। तिमी केटी मान्छेबाट के एक्सपेक्ट गर्छौ, केटा मान्छेले फर्स्टमा के एक्सपेक्ट गर्छ भन्दाखेरि उसले मेरो घर परिवार हेरिदियोस् भन्ने जेनरलाइज सबैजनामा 70% मात्रै हुन्छ, मेरो घर परिवार हेरिदियोस्, मेरो आमालाई हेरिदियोस्, अब छोराछोरीहरूलाई राम्रोसँग हुर्काओस्, एउटा राम्रो त्यो इन्भाइरोमेन्ट दियोस् भन्ने नि। अब त्यो भित्री घर सम्हाल्ने हो नि त। अब बाहिरबाट दुनियाँसँग लडेर गर्नु भने म गर्छु भन्ने हुन्छ नि त केटा मान्छेको होइन। अब त्यो बाहिर गएर मेहनत गरेर पैसा ल्याउँदैन, दुनियाँसँग लड्नु हो नि त, कम्पिटिसन हो नि त समवेयर। अब त्यो म गर्छु गाह्रो पाठ आफ्नो लेभलमा गाह्रो छ, बट म यो गर्छु। अब केटी मान्छेलाई त्यो क्यारेक्टर मनपर्छ क्या। तपाईँ कुनै पनि केटी भने केटीलाई कन्फिडेन्ट केटा मनपर्छ होइन। अनि केटीमा हेर्ने अर्को कुरा भन्छ, एउटा फ्युचरको कुरा गयो त्यो लामो हुन्छ। अर्को भने कन्फिडेन्स, कहिले पनि तपाईँले नर्मली हेर्दाखेरि केटा कन्फिडेन्टै मनपर्छ क्या। त्यो धेरै कन्फिडेन्ट नबोल्ने बोल्नै नसक्ने खालको केटीहरू त त्यो हेर्दैन। अनि तपाईँले हेर्दा नि डेटिङ गर्नु राम्री केटाले अलिकति नराम्री केटाहरूसँग डेट गरेर हुन्छ नि, त्यो केटा पुरा कन्फिडेन्ट हुन्छ क्या, त्यो केटा मनपर्छ त्यो कुरा भयो होइन। अनि अर्को कतिको केयरिङ हुन्छ भने क्या, केयरिङ भयो। अनि सबसे इम्पोर्टेन्ट कतिको मिठो बोलिदिन्छ केटाले भन्ने हुन्छ क्या, हो कि राम्रो बोलीचाली छ होइन, मिठो पारेर फ्लर्ट गर्न आउँछ, यताउति सबै कुराहरू तिनीहरू हेर्छ। केटी जति भयो भने बोलीचालीमा उयो चिप्लिने, बोलीचालीमा चिप्लिहाल्छ मलाई हो त। पनि चिप्लाएको हो कि के छ त, अब डाक्टरको बोलीमा रोसिका चिप्ल्या हुनुपर्छ नि त। रोसिका मात्रै नि धेरै चिप्ल्या म चिप्लिन नि त बेबी, आज सँगै जाने हो कि यहाँबाट अलग अलग जानु पर्ला जस्तो हेर्दाखेरि त होइन तपाईँ भएको कुरा होइन। केटीहरूले एटलिस्ट हेर्नु पऱ्यो नि त। त्यो भयो लुक्सहरू त केटीहरूलाई त्यस्तो म्याटर गर्दैन अलिअलि, नर्मली जेनरलाइज हेर्ने भने त्यही ड्रेसिङ सेन्सहरू अलिअलि हेर्छ। एन्ड देन कस्तो छ, कतिको रेस्पेक्ट छ। अनि अर्को कुरा के हेर्छ भन्दा केटीले उसको सर्कलमा या फिर अरू मान्छेले उसलाई कतिको रेस्पेक्ट गर्छ भन्ने कुरा भनि नभने पनि हेर्छ क्या। अब एउटा ग्रुपमा तपाईँ हेर्नु होइन, तपाईँ 5जना केटाहरू आज भेट घुम्न गएको छ अरे होइन, एकजना केटी म्युचुअली आयो अरे, सिङ्गल छ अरे, सबैजना सिङ्गल छ अरे। त्यहाँ युजली के हुन्छ भने त्यो ग्रुपको सबसे कन्फिडेन्ट लिडिङ केटाले त्यो केटीसँग अब कुरा मिलिरहेको हुन्छ क्या। किनभने केटीले पनि नर्मली त्यो हेर्छ, अलिकति डोमिनेन्स खालको अलिकति कन्फिडेन्ट यिनीहरू सबै क्यारेक्टर्स हेरेर हुन्छ क्या। त्यो रेस्पेक्ट गरेको मान्छेले अलिकति धेरै भाउ दिन्छ क्या अटोमेटिकली। मैले धेरै चाहिँ नोटिस गरेको कुराहरू कि त्यो पनि हो, होइन भएन भने। ओके, अब तपाईँले भनेको कुरा ठिक हो होइन, केटा अलिकति फ्लटी टाइपकै हुनुपर्छ भन्नु होइन। तपाईँ त हुनुहुन्छ नि होइन, के बोल्ने होइन। म त अलराउन्डर, अब भिडियोमै देखिरहन्छु, व्यवहार देखिरहन्छु। म चाहिँ कस्तो लाग्छ त्यस्तो खालको छु कि छैन? मैले तपाईँलाई सोध्न आँटेको थिएँ तपाईँलाई चाहिँ के हेर्छ जस्तो लाग्छ भन्नु होइन। मसँग केही छैन मैले भने तपाईँलाई चाहिँ के लाग्छ, केटीहरूले के हेर्छ जस्तो लाग्छ सोध्न आँटेको के हेर्छ न खास। म चाहिँ कस्तो ल भन्नु त, मलाई कन्फिडेन्स लेभल राम्रो छ नि। तपाईँसँग हुँदाखेरि एउटा त्यो गुड भाइब छ कि, त्यो हँसाइराख्ने रमाइलो गराउने खालको हुन्छ नि, त्यो फ्रेन्डलीवाला नेचर, त्यो चाहिँ मनपर्छ। अनि सँगैसँगै अफकोर्स अलिअलि सुनहरू पनि काम गर्छ है लेडिजहरूसँग। गोल्ड डिगर केटीहरूलाई सबैलाई भनेन नि त होइन, कसैलाई सुन पनि मनपर्छ, केटीहरूलाई सुन मनपर्छ कि नै? मलाई त मन पर्दैन। ल ओके ठिक छ, म रोसिकापट्टि गएँ। रोसिकालाई चाहिँ कस्तो लाग्छ त? म अब वास्तवमा म के उहाँले भने जस्तो छु हुनुहुन्छ अभियसली। अब हजुरसँग कतिचोटि म 3-4 चोटि भेट भएको छ होला होइन, लाइक तपाईँ फ्रेन्डली हुन्छ नि, लाइक एउटा कन्फिडेन्स जुन केटा मान्छेमा हुनुपर्छ नि, लाइक लजाएर बस्ने, बोल्दै नबोल्ने भन्दा पनि सबैसँग घुलमिल भएकै राम्रो हुन्छ नि त, त्यो नेचर छ हजुरमा। अनि यसो हेर्दाखेरि म कतिको फ्लटी जस्तो छु त? फ्लर्टी त मैले खासै देखेको छैन, तर मेरो प्राय होइन अरूहरूलाई चाहिँ जिस्काइरहनु भएको जस्तो लाग्छ। मैले त देखेँ अति दामी फ्लर्टिङ स्किल त म सिक्न आउनुपर्ने छ हामीसँग। होला जिस्काए मैले छैन होला हौ। मेरो अगाडि 3जनालाई एकचोटि फ्लट हान्दिएको नि त थियो एउटा सिनारी भन्नु ल। मेरो अगाडि 3जनाले यता पनि उता पनि यता 3 पनि दिन्छ, म त हेरेको हेरेँ। सिक्नुपर्ने छ ले हान्छ खोइ यार। अब फ्लट त हानिदिन्छु होइन, नानी त होइन तपाईँले भने जस्तै अब फ्लट त गर्छु नि म। जति फ्लट गरे पनि अब हत्तापत्ता चाहिँ मलाई केटीहरूले त्यति धेरै रिसाउँदैनन्, धेरै मसँग नजिक हुन खोज्दैनन् के। खोइ मलाई अब मसँग के छैन, अब के पुग्दैन, अब त मसँग के छ, बाइक छैन हो कि अथवा मसँग घर गाडी नभएर पनि हो कि है, अब सायद थाहा छैन कि म अब मेरो अनुहारै अब त्यस्तै हो कि
ब्रान्ड नेमै ह्यान्सी होइन नि त खोइ अस्ति मैले कहाँ देखाएको थिएँ यस्तो ह्यान्सीको होइन, त तपाईँ यस्तो हो के तपाईँलाई कोही मान्छेले माया गर्छ भने तपाईँ जस्तो हुनुहुन्छ नि त्यसमा एक्सेप्ट गर्छ क्या। अब उहाँले भन्नुभयो नि मलाई काली केटी मन पर्दैन, त्यो एक्सेप्टेन्स हो नि त होइन माया Yes, भइसकेपछि। yes. सो तपाईँलाई पनि तपाईँको एउटा लाइफ पार्टनर राइट पार्टनर आइसक्नु भयो भने चाहिँ तपाईँले जस्तो हुनुहुन्छ, यो तपाईँको सुन तपाईँको यो घर गाडीमा होइन कि तपाईँ जस्तो हुनुहुन्छ नि त्यसमा एक्सेप्ट गर्नुहुन्छ जस्तो लाग्छ कि। त्यो सबै केटीले तपाईँलाई मन पराउनु पर्छ भन्ने छ त छैन नि त। म त मेरो केटा अरूसँग हाँसी मजाक गर्छ भने त छोडिदिन्छु। ए होइन जानु तपाईँ त्यतै जानु। यस्तो हो के उहाँको साथी हो भने म बुझ्छु, बेस्ट फ्रेन्ड त नबनाउनु, केटी बेस्ट फ्रेन्ड त बनाउँदै नबनाउनु बिकज त्यो धेरै सिनेरियोहरू मैले देखिरहेको छु होइन। अब तपाईँको गर्लफ्रेन्ड हुँदा हुँदै तपाईँ मसँग जसरी बोल्नुहुन्छ अर्को केटीसँग पनि त्यसरी बोल्नुहुन्छ भने त मेरो भ्याल्यु कहाँ छ त, म नि त्यही त भयो त, के डिफ्रेन्स पाएँ त होइन त। अनि केटीको केसमा नि केटीले पनि त अरूसँग त्यसरी हो बोल्यो भने एक्ज्याक्टली, यो केटामा मात्र लागु हुने होइन केटीमा पनि लागु हुन्छ। मैले जति मेरो बोयफ्रेन्डलाई भ्यालु गर्छु नि त्यो अरू केटासँग पनि म त्यसरी बोल्छु त्यसरी जिस्किन्छु त्यसरी मस्किन्छु भने त खै त दुईजनाको के हो त, मेरो बोयफ्रेन्ड त यहाँ हुनुपर्ने होइन र, त्यो हुनु पर्थ्यो नि त। त्यही भएर म कहिले पनि केटा बेस्ट फ्रेन्ड पनि बनाउँदिनँ, केटा बेस्ट फ्रेन्ड होइन बनाउँदिनँ। अनि त्यो साथी हुन्छ सबैको हुन्छ, वर्क प्लेसमा हुन्छ कता कता हुन्छ होइन, तर त्यो बााउन्ड्रिज हुन्छ नि जुन हामीले त्यो मेन्टेन गर्नुपर्छ। ओके दामी। ल अब हाम्रो तपाईँहरूले कतिको कार्यक्रम हेर्नुहुन्छ होइन? हेरिरहेको अब हाम्रो म एउटा कुरा भन्छु ह्यान्सीलाई चाहिँ के लाग्छ केटीले के हेर्छन् एन्सरै भनेको छैन, ह्यान्सीको पनि सुनौँ न होइन हामी मात्रै कति भने ह्यान्सीलाई चाहिँ के लाग्छ केटीहरूले चाहिँ के हेर्छ जस्तो लाग्छ? केटीहरूले यार अब केटा मात्रै किन फस्ने के हेर्छन् त अब सुरुमा हेर्नु पनि त अब उनीहरूले हाम्रो मन हो होइन, अब सबैले मनै हेर्छन् भन्ने पनि छैन, कसैले तनमन सबै हेर्छन् होइन होइन। अब कसैले अब आजकल त इन्टरभ्यू हुन्छ नि फेरि अडिसन हुन्छ नि फेरि तनमनको हो भएको है। अब कसैले चाहिँ अब एकदम गरिब केटा पनि म अप्नाइदिन्छन्, कसैले चाहिँ अब अलिकति ल अलि ब्याकग्राउन्ड स्ट्रङ भएको केटा अप्नाइदिन्छन्, कसैले उसको प्रोफेसन हेर्छन्, कसैले उसको अनुहार हेर्छन्, कसैले उसको बडी स्ट्रक्चर हेर्छन् होइन। केटी अनुसार फरक हुन्छ, सबै केटी एउटै हुँदैन। केटी भन्छ त्यो भने मलाई कति केटीले भन्छ कि होइन ला तिमी त यहाँ छ्या कस्तो लुरेछौ त्यही भनिदिन्छ क्या होइन। अब मलाई सँगै कलेज पढेको केटीहरूले पनि ए जी तिमी त कहिले मोटिँदैन क्या कस्तो लुरे छ यार, मेरो बोयफ्रेन्ड बरु तिमी हाइटी छ भन्छ। अब माको छ त्यसको बोयफ्रेन्ड हाइट छ त मैले के गरौँ यार, कलेज पढ्नेहरू अब होइन अहिले पनि ती केटी जिस्काउँछ क्या मलाई, तेरो बोयफ्रेन्ड हाइटी छ त म के गर्नु त थोडी हो भने तिमी त अलिकति म खाऊ मोटाउरी अब कस्तो क्या उसको लागि मोटाइदिनु पर्छ जस्तो बोल्छ होइन। अनि त्यहाँ के बुझ्छ भन्दाखेरि चाहिँ ज्यान पनि त हेर्नु हेर्दा रहेछ नि त। ज्यान पनि हो त्यो। अब मलाई चाहिँ म्याक्सिमम चाहिँ अब हेर्नै पर्छ नि छैन होइन, कसैले हेऱ्यो भने पनि अब त्यही हो, म राम्रो केटीले हेऱ्यो भने खुसी मान्छु अरू केही मान्दिनँ। आफू नराम्रो भए पनि हो क्या भ्यान्छ त बिचरा का। अब आज चाहिँ म तपाईँहरूलाई अब सोध्छु होइन एकदम नठगिकन भन्नु होइन, नो कम्प्रोमाइज। म हेर्दा के मेरो थोपडा हेर्दा कस्तो जस्तो के जस्तो लाग्छ तपाईँलाई, म ह्यान्डसम नाम अनुसारको छु या छैन के हो खास? आज सुनाउ त ल, आज म रोसिका र डक्टरबाट सुन्छु ल, मलाई धेरैले बिलै गर्छन्। यस्तो हो क्या अब हामी नेपालमा छ होइन धेरै प्रब्लम आउने भनेको चाहिँ स्किनमा हो, मेन स्किन टाइपमा होइन, लाइक काली छ तपाईँ पनि हल्का ब्ल्याक ह्यान्डसम हुनुहुन्छ नि त भने त मैले त्यस्तो हुन्छ नि। अनि नेपालमा चाहिँ कस्तो रुचाउँछ भन्दाखेरि फेयर गोरी खालको गोरो छालालाई रुचाउँछ नि त, त्यही भएर चाहिँ तपाईँलाई केटीहरूले नहेर्या हो कि होइन त्यस्तो लाग्छ है मलाई चाहिँ। किनकि मलाई पनि प्रायःलाई काली काली छ तर फेरि कसरी भन्छ भने काली काली हिस्सी परेको छ भनेर भन्नुहुन्छ क्या, तब त्यो स्किनलाई नरुचा हो कि त्यो थाहा भएन होइन। तर नेपालमा कुरा गर्दाखेरि चाहिँ त्यो स्किन नै है भनेपछि हामी कालो मान्छेलाई ठिकै छ अब छालैले नहेरेको छन् होला, तर फेरि हामीलाई त बाहिर त राम्रो हो नि त, हामी त्यही भएर अस्ट्रेलिया आउनु एनसी हाउस अस्ट्रेलिया आउनुहोस् होइन। यस्तो कुरा अब के हुन्छ भन्दाखेरि नराम्रो हुन्छ भन्ने होइन कि प्रिफरेन्स सबैको हुन्छ क्या। कपडा लाउनुमा सबसे बेसी मान्छेले के हुन्छ कालोहरू हुन्छ नि त होइन, त्यो मान्छेलाई यस्तो यो मनपर्छ भने अर्को मन पर्दैन हुँदैन कि। तँलाई जस्तो मलाई गोरीमा छ भने काली मन पर्दैन भने कहिले भनेको छैन क्या, मेरो टाइप होइन भने चाहिँ कतिलाई मन पर्ने हुन्छ नि त, आफ्नो पर्सनल प्रिफरेन्स हुन्छ। तर नेपालमा चाहिँ अलिकति कालो भएर हेप्ने कल्चर चाहिँ छ। म त के भनेर नाम भन्न मिल्दैन अब केटीहरूको होइन, फेरि अर्काको पर्सनल लाइफ अर्काको नाम त बदनाम त गर्नु भएन सोसियल मिडियामा, नाम त भन्न मिल्छ। तर मलाई कतिजना केटीले माया कसम मेरो थोपडामै जज गराए हुन्छन्, सिधै कुरा भन्ने होइन। मलाई त्यो बेला के लाग्छ भन्दाखेरि माया कसम यिनीहरूको ठिक छ बोयफ्रेन्ड यिनीहरूको बुढै सेतो भएर चाहिँ के नै गरेर यिनीहरूले के सत्तै पल्टा हो र पृथ्वी नै पल्टा त छैन होला होइन। कालो भयो नि अनुहार भयो नि सबैको हुने, जति सेतो भयो नि सबैको हुने कालै हो मन के
मलाई नाफा होला मन होइन अब त्यही हो ठिकै छ अब कालो पनि नआइपाउँ मेरो नि मन चाहिँ सेतै छ है केटीहरू रातो रातो मुटु रातो मलाई तिमीले अब जस चोखो मनले हेर्देऊ अरू चाहिँ केही नसोच धेरैले नहेर्नु होला एकजनाले मात्रै अब हाम्रो रमाइलो भयो होइन अब एउटा सेगमेन्ट बाँकी हाम्रो 2-3टा सेगमेन्ट हुन्छ पहिलो सेगमेन्ट के छ भन्दाखेरि यहाँ यो स्क्रिनमा फोटो आउँछ थाहा छ हामीले नि छोइरहेको नि अब यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि यहाँ कन्टेस्टेन्टकै फोटो नै आउन सक्छ नेताको फोटो नै आउन सक्छ कुनै कलाकार आर्टिस्ट अग्रज कलाकार सेलिब्रिटीहरूको फोटो पनि यहाँ मैले देखाउँछु केही भिडियो क्लिप्स पनि आउन सक्छ तर लामो चाहिँ भन्न मिल्दैन किनकि फेरि यो चाहिँ अलि लामो हुन्छ 2 लाइनमा को चिन्ने एकजना प्याट्टा छानिहाल्ने म छान्दिनँ भन्न पाइन्न ओके पहिला चाहिँ मैले छानेर सुनाएको थिएँ तर तेस्रो चाहिँ एउटा गेस्ट ल्याएको सबै छान्दैन क्या त्यसले सबै छान्दैन क्या छान्दिने कोही चिन्दिनँ भन्छ सबै छान्दिनँ भन्छ अब के अन्त त्यो सेगमेन्टै हटाउन जस्तो भयो त्यो एउटा छान्नै पर्छ ठिक छ अब जस अब मिलाएर ओके अब हामी फोटो देखाउँछु ओके ल अब मैले उहाँलाई चाहिँ चिनिनँ होइन उहाँ त म चिनिहाल्छु खास उहाँहरू 2जना को हुनुहुन्छ उहाँ गोल्डी होइन उहाँ गोल्डी यो मान्छेले कहाँ देखा यता हेर्दा सेम छ त ड्रेस अप कपाल पनि सेम छ त अनुहार मिल्छ र तर तपाईँले ह्यान्डसम रहेछ यो मान्छे अन्त हल्का अलिकति क्या ह्यान्डसम रहेछ नाम चाहिँ के हो त यो 2जनाको उहाँ गोल्डी हुनुहुन्छ उहाँ चाहिँ हाम्रो ह्यान्सी हुनुहुन्छ गोल्डी र ह्यान्डसम एकजनालाई ट्याक्क छान्दाखेरि कुन छान्ने त अब हजुर अगाडि हुनुहुन्छ हजुरले छानिदिन्छु पोडकास्ट दियो भने फेरि अब त्यसै मेरो फोटो कसरी राख्यो भने मलाई नछान्ने अब त्यहाँ जसले सोध्नुहुन्छ उहाँको पनि फोटो छ नि मलाई मन राखिदिनु पर्यो नि त यस्तै छ के गर्नु ओके त्यसो भए डाक्टर साहबलाई को छान्ने यस्तो अफ कोर्स 2जनालाई चिन्छु सिजन 1 को गोल्डी एन्ड देन अहिले हाम्रो ह्यान्सियसको भयो तर 2जना राजा आउने त 2जना किङ हो म पनि किङ हो कोही पनि छान्दिन दुईटै क्यान्सल म 3जना थमवाला डाक्टर वाला किङ 3 स्टार छन् यहाँ गाइज हामी चाहिँ कस्तो हुन्छ राजा नभएको देशको राजा म चाहिँ अब अफकोर्स ह्यान्सीलाई चुज गर्छु किन भन्दा पर्सनली त मैले गोल्डीलाई चिन्दिनँ नि त सो ह्यान्डसँग धेरैचोटि पनि भेटघाट एकचोटि धेरैचोटि नै भेट भइसक्यो हाम्रो होइन एउटा बन्ड पनि छ सो अफकोर्स I'll choose you. Of course, Sanji. Okay. Yes. ल अब वास्तवमा यो फोटो हेर्दा चाहिँ गोल्डी चाहिँ कसको नाम हुनु पर्थ्यो होला हजुरको सुनै सुनसया लुई भिटनको ब्याग छ त हेरे ब्यागै महँगो छ गोल्डीको अब यस्तो अस्ट्रेलियाको ओरिजिनल होला नि हैन गोली दाइ पनि अब रिसाउनु हुन्न एकदम फ्रेन्डली लाग्छ मैले भेट्न चाहिँ अहिलेसम्म भेटेँ होइन है फोटोमा देखाओ भिडियोमा देखाओ होइन ब्लाइन्ड डेटमा त उहाँको फुल गोल खान्छु गोलले गार्निसको कफी खान्छु होइन साइला मामा के थियो रे साइलो दाइको सुन पसल छ होइन सिगार खान्छु म सुनको थालमा भात खान्छु यहाँ उहाँको थियो अब उहाँहरू त अस्ट्रेलियामा हुनुहुन्छ रिसाउनु पनि हुन्न होइन एकदम दामी लाग्छ उहाँको नाम गोल्डी हो होइन मलाई पनि कतिले गोल्डी नि गोल्डी त तेरो नाम हुनुपर्ने भन्छन् तर त्यस्तो चाहिँ होइन मान्छेको अब एउटा आइडेन्टिटी हो सुनाउँदै कोही गोल्डी हुने मलाई के लाग्यो होइन अस्ट्रेलियाको गोल्डी नेपालको गोल्डी अरे के नेपालको गोल्डी नि त दुइटै गोल्डी हो तर म पनि केहीमा कमी चाहिँ छैन है फेरि देखिरहेछ म त ह्यान्सीको हातमा धेरै देख्दैछु अलिकति ओके ल नेक्स्ट फोटो दामी रमाइलो ओके उहाँहरू 2जना एकदमै हाम्रो देशका चर्चित कलाकारहरू हुनुहुन्छ एउटा प्रदीप खड्का होला पल शाह ओके अब म पहिला डाक्टर साहबबाट गएँ प्रदीप खड्का र पल शाहमा एकजना चुज गर्नुपर्दा कसलाई चुज गरेँ यस्तो 2जना देखेको हो बट त्यस्तो इम्प्रेसिभ मलाई कोही पनि लाग्दैन अनेस्टली भनिदिन्छ क्या मलाई किन भन्दाखेरि पर्सनली मलाई केटा भएर केटा किन राम्रो लाग्छ भएको त नि केटी देखाइदिनु बरु कोही राम्रो लागि इजी हुन्छ मलाई चुज गर्ने होइन अब पर्सनली कसैलाई चिनाएको छैन स्क्रिनमा हेरेँ मैले धेरै मुभी पनि हेरेको छैन प्रदीप खड्काको प्रेम गीत भन्ने हेरेको छु जस्तो लाग्यो पल शाहको कुन हेरेको छु कुन हेरेको छैन मैले नेपाली मुभीहरू धेरै हेरेको छैन किन भन्दाखेरि अब यस्तो नेपाली इङ्ग्लिस मुभीमा हेर्दाखेरि अब इङ्ग्लिसको क्वालिटी धेरै राम्रो हुन्छ यताउति भन्ने हुन्छ नेपाली मुभी धेरै हेरिँदैन प्लस हलमै गएर हेरे पनि हो प्लस 500 वर्षमा इन्डियामा बसेँ खासै नेपाली मुभी पनि हेर्न पाएन होइन ठिक छ अब चुज गर्नुपर्दा गर्ने पर्ने र यहाँ त गर्नै पर्छ प्रदीप खड्कालाई भनौँ न त्यस्तो कि पर्सनल लाइफको त खासै थाहा छैन रोसिकाको चुजाइमा रोजाइमा म चाहिँ पल शाह बिकज मैले पर्सनल्ली उहाँलाई भेटेको पनि छु होइन अनि उहाँहरूकै मुभीको प्रिमियर हो कि समथिङ केमा थियो हामी गएको थियौँ अनि त्यतिखेर भेटेको हो उहाँ र आचल सँगै भेटेको हो सो या पल शाह
त्यसलाई एउटा मैले ब्यालेन्स पाइहाल्छु दुईजना ओके ल अर्को फोटो ल ठिक छ ल उहाँहरू दुईजना को हुनुहुन्छ खास मैले रिसेन्टली देखेँ हो त्यो स्ट्राइकमा बसेको होइन डक्टर हो एउटा होइन नाम थाहा भएन मलाई ऊ त सुदन गुरुङ त अहिले त्यो जेनजीको आन्दोलनपछि ट्रेन्डिङ टपिक भइहाल्यो मलाई दुईजनाको एजेन्डै थाहा छैन कि दुईजना पोलिटिकल्ली रिलेटेड हो मलाई के मलाई पोलिटिक्स सो बस्दै छैन मलाई केही नाम थाहा छ नि तपाईँलाई डक्टर हो थाहा छ नाम के थियो बीबाट आउँथ्यो निकोलस भुसाल निकोलस भुसाल नाम देखिया हो त्यो सोसियल मिडियामा देखिरहेको सुदन गुरुङ र निकोलस भुसालमा एकजना छन् नि त कासी त्यस्तो हाम्रो डक्टरले के गर्यो थाहै छैन डक्टर निकोलसले के गर्नुभयो थाहै छैन मलाई एउटा स्ट्राइक थियो भन्ने चाहिँ थाहा थियो मलाई होइन अब सुजनको नि अलिअलि चुजै गर्नुपर्दा को भन्ने अब डक्टर भएर डक्टरलाई गरिदिनु डक्टर निकोलस अब के भन्ने पोलिटिकली म जाँदिनँ मलाई तपाईँको लजिक पनि ठिक लाग्यो पनि ठिक हो डक्टर छान्नु ठिकै हो त सपोर्ट गरिदिउँ न होइन डक्टर भए डक्टरले हेप्ने भन्नु रोसिकाको नजरमा सुदन गुरुङ या निकोलस भुसाल मध्ये एकजना चाहिँ कसलाई छान्नु आइएम भेरी सरी तर मैले दुईवटा चिन्दिनँ सुदन गुरुङलाई चिन्नुपर्ने हो जेनजीको आन्दोलनमा हि वाज प्रिटी फेमस है अहिले जस्ट अब फेमसै भइसक्यो अब उहाँ त उहाँले लाइक के गर्नुभएको थियो जेनजीको आन्दोलनबाट उहाँ एकदम चर्चित भाइरल जेनजीको लिडर पनि भन्छ न अरू पनि धेरै लिडरहरू ए ल त्यसै म पनि जेनजी नै हो माइ ठिकै छ नेक्स्ट फोटो प्लिज ल प्रशान्त तामाङ त चिनिहालेँ यताबाट चाहिँ मैले चिनिनँ प्रशान्त तामाङ एन्ड ल लेफ्टको चाहिँ मैले चिनिनँ थाहा नै भएन नि उहाँको चाहिँ मलाई मुभी पनि थाहा छ है गोर्खा पल्टन हाम्रो कुरा भएको थियो कि होइन उहाँको डेथ हुँदाखेरि डेथ भएको थियो सो डेथ हुँदाखेरि के होइन प्रशान्त तामाङ अनि यसले कसो चिन्छ मुभीको एक्टर होइन रे के अब यो अलिकति यङ छ होइन यसले प्रशान्त तामाङलाई चिन्नु भएको चाहिँ मुभी गोर्खा पल्टनमा चाहिँ हामीले त इन्डियन आइडलबाट चिनेको नि त त्यो चाहिँ डिफ्रेन्स त्यसको बेलामा त्यो देखाएको थियो कि मैले अनफर्चुनेटली बित्नु भयो हार्ट एट्याकले आई थिङ्क भेरी स्याड उहाँको छोरी पनि छ है मैले टिकटकमा देखाएको थिएँ कि उहाँको वाइफ अनि छोरी बिचा रोइरहनु भएको थियो क्या अनि त्यो उहाँको नाम थाहा भन उहाँको नाम उहाँ त एकदम पुरानै सिङ्गर हो अब धेरै पुरानो त होइन जस अब मान्छेले पुरानै सिङ्गरमा गणना गर्छन् तर एकदमै राम्रो उहाँलाई सेकेन्ड स्वर सम्राट पनि भन्छन् कतिले राम्रो स्वरको धनी हो जस राम्रो सिङ्गर हुनुहुन्छ कुनै गीत भन्यो भने सायद थाहा हुन्छ क्या म एउटा थोरै हिँड्दिन्छु तपाईँले बिहान उठ्ने बित्तिकै बेला बेला पहिला हाम्रो रेडियोतिर त्यो गीत घन्किन्थ्यो कि एकदम फ्रेस हुन्थ्यो रेडियो सुन्नु भएको छैन होला उहाँले बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् हातले सधैँ सधैँ नेपाली लेख्न पाइयोस् मैले सुनेको थिएन होला पुरानो भन्नुभयो सायद त्यो थाहा नभएको अब गीत त पुरानै हो अब यो गीत हुँदाखेरि त म लगभग मैले 4-5 वर्षमा 6-7 वर्ष सुने भने चाहिँ अब पुरानै हो उहाँ अरू पनि अहिले पनि नयाँ गीत पनि गाइरहनु भएको छ उहाँ कहिले रियालिटी सोको जज पनि बस्नुहुन्छ विदेशतिर प्रोग्रामतिर अब एकदम व्यस्त कलाकार भनौँ न व्यस्त गायक हुन्छ उहाँको नाम हो म भन्छु आएन भने रोसिकालाई आएन रामकृष्ण ढकाल ए नाम सुने यार सुने रामकृष्ण ढकाल नाम त सुने एकदम जस्ट लेजेन्ड गायकै हुनुहुन्छ नाम सुने हो फेस चाहिँ नचिने त्यसो त धेरैजनाको है कतिजना गीत सुने नि मान्छेको नाम ओके अब प्रशान्त तामाङ र चाहिँ रामकृष्ण ढकालमा रोसिकालाई म पहिला सोध्छु प्रशान्त तामाङ मलाई त गोर्खा पल्टन मुभीले मेरो मन छोको मलाई थाहा पनि थिएन उहाँ त के नेपाल उहाँ त एक्टर पनि हो नेपाली सिङ्गर पनि हो होइन उहाँले हिन्दी गीतहरू राम्रो राम्रो गीतहरू गाउनु भएको त एउटा हो का तुमको प्यारा के भन्ने एउटा गीत पनि ए हो म त उहाँलाई मुभीको हिरो मात्र थान्थे अब खै तर एकदम राम्रो गीत सिङ्गर ओके इन्डियन आइडलमा जित्यो नि प्रशान्त तामाङ फर्स्ट नेपाली हो नि इन्डियन आइडल जित्यो प्रशान्त तामाङ डाक्टर साहबलाई कुन म प्रशान्त तामाङै चिन्छु सो उहाँलाई नै चुज गर्छु आफै भने ओके अब यो संसारमा हुनुहुन्न तर एकदम राम्रो व्यक्ति चाहिँ संसारले गुमायो हजुर होइन एकदम राम्रो कलाकार हो तर यस्तै हुँदो रहेछ क्या संसारको नियम हो कि है अब सुन राम्रो व्यक्तिहरूलाई केही एमा बुद्ध पनि चर्चित ऱ्यापर हुनुहुन्थ्यो नि त उहाँ नि बित्नुभयो होइन अब के कारणले बित्नु के तपाईँ हामी नजाउँ होइन उहाँ पनि राम्रो अब चाहिँ प्रशान्त इन्डियन आइडल होइन अब उहाँ दार्जिलिङको होला सायद होइन जे भए नेपाली धेरै गीतहरू गाउनु नेपाली फिल्म पनि खेल्नुभयो धेरै हिन्दी गीतहरू पनि गाउनुहुन्छ नचिन्ने कमै हो नि त एकदम राम्रो सेलिब्रिटी हो नि त एउटा जस एउटा पब्लिकमा एउटा अडियन्सको माया पाएको कलाकारलाई एकदम राम्रो अँगालेको व्यक्ति हो नि त तर यो संसारमा हुनुहुन्न होइन ओके अब तपाईँहरू दुईजनाको मैले 1-2वटा भिडियो क्लिप्स पनि जम्मा गरेर ल्याएको थिएँ अब क्लिप्स त धेरै धेरै सबै रमाइलो क्लिप्सहरू छन् तपाईँहरूको अब तीमध्ये चाहिँ मैले अब भेटेका क्लिपहरू 1-2वटा क्लिप यहाँ देखाउँछु एउटा क्लिप चाहिँ म तपाईँलाई देखाउँछु
ओके अब यो भिडियोमा चाहिँ तपाईँको मलाई सही लागेको चाहिँ एउटा के भन्दा चाहिँ किस खान त एउटा क्या दामीले दिइरहेको क्या अनि फेरि रोसिकाले गएर टक्क खाइदिएको होइन खास यो के थियो भन्दा त्यो रोसिका त्यो रेस्टुरेन्टमा चाहिँ वेटरको काम गर्दै गर्दा चाहिँ खानालाई ठ्याक्कै तपाईँ पनि त्यहाँ पुग्नु भएको रहेछ रोसिका त्यहाँ ठ्याक्कै होइन म जान्छ नि हो गफ भनेर त जान्छ नि गाउँ अफकोर्स तर किस खान त भन्दा टक्क किस खाँदाखेरि खास यो मोमेन्ट चाहिँ मलाई एकदम यसमा चाहिँ यो खास तपाईँहरूलाई यो कस्तो लाग्यो त रोसिकालाई र डाक्टर साहबलाई मलाई त अब लाज रोसिकाले लाग्यो। किस खाँदा कस्तो लाग्यो डाक्टर साहब सोध्छु पहिला म त जहिले खुसी हुन्छ नि सुरुमा चाहिँ अब उहाँ त्यहाँनिर आउनु हुँदाखेरि नै मलाई अक्वर्ड लागेको थियो किनकि वर्क प्लेस भनेको अब त्यस्तै इन्भाइरोमेन्ट राखौँ न भन्ने कुरा हो नि त डिस्ट्र्याक्ट नहौँ म पनि अनि उहाँ पनि तर पनि कस्तो भएको थियो भने लाज लागेको थियो क्या अब आफू काम गर्ने ठाउँमा आफ्नो बोयफ्रेन्ड आउँदाखेरि त लाज लाग्छ नि त अक्वर्ड सिचुएसन हो त्यही माथि घरि टिप्स दिने कस्तो ल्याङ गर्नुभएको थियो क्या मलाई लास्टै म त यसलाई चेताउँछु भनेर हो घरि पानी भएन घरि यो भएन घरि त्यो भएन भने ल्याङ मात्र गरिरहनु भएको थियो क्या मलाई तर पनि अब बोयफ्रेन्डले एउटा त्यो हुन्छ नि एउटा सपोर्टिभ बोयफ्रेन्ड भएर मेरो वर्क प्लेसमा आएर सपोर्ट गर्नु हुँदाखेरि चाहिँ रमाइलो लाग्थ्यो खुसी लाग्थ्यो म चाहिँ के म चाहिँ यसलाई चेताउँछु भनेर गएको हो होइन पोइन्ट अफ भ्यूमा किनकि योसँग म रेस्टुरेन्टमा जान्छु होइन पहिला फर्स्टमा के भन्छ पानी ल्याइदिनु हुन्छ होइन यो तातो पानी ल्याइदिनु ल भनेर फर्स्टमा यसको सुरु हुन्छ क्या अन्त अलिकति के भयो भने अलिकति त्यो चित्त बुझाउँदो खालको छैन क्या सो यसलाई एउटा पोइन्ट अफ भ्यू के दिउँ भन्दाखेरि कहिलेको अन्डरस्ट्यान्डिङ नै हुनुपर्छ भन्दा आफूलाई गर्दा पनि गाह्रो भएको थियो नि त मलाई यो भएन त्यो भएन यसले मलाई के स्यालेड ल्याइदिएर बाघ पर्दैन जे अर्डर हो त्यही ल्याएर न त अरू नर्मली भए म एक्सेप्ट गरिदिन्थेँ क्या मलाई त्यस्तो लाग्दैन किनकि अरूको एफोर्ट हो त्यस्तो लाग्छ मलाई यो त्यस्तो खालको छैन अन्त त्यही भएर त्यो पनि ठिक हो फेरि अन्त मैले चेताउँछु भनेर गयो प्लस भेट्न पनि कसरी चाहिँ काम गर्दो रहेछ त्यो हेर्न अनि त्यो त मलाई रमाइलो भएको थियो त्यस्तो केही पनि लागेको थिएन तर फेरि पछि यो क्लिप आइसकेपछि यो चाहिँ सबसे बेसी भ्यू गएको हो क्या यसकै भ्यू धेरै गएदेखि मान्छेले धेरै चिने पनि टिकटक यताउतिबाट ओके ल अब हामी अर्को फोटो देखाउँछौँ ल उहाँहरू दुईजना को हुनुहुन्छ राजु लामा र प्रमोद खरेल ल राजु लामा र प्रमोद खरेलमै एकजना ट्याक्क रोजिहाल्नु त राजु लामा राजु लामा तामाङ पावर तामाङ पावर 24 आवर हो मलाई लास्टै मनपर्छ नि मङ्गोलियन हर्ट्स है उहाँको अनि या इज भेरी गुड सिङ्गर अनि उहाँ पनि दुईजना फेरि कोच पनि हुनुहुन्छ है भोइस अफ नेपालमा अनि त्यही मनपर्छ राजु लामा लास्टै ओके मनपर्छ। डाक्टर साहबलाई प्रमोद खरेल र राजु लामा मध्ये एकजना चुज गर्नु त दुइटै राम्रो लाग्छ प्रमोद खरेलै भन्छ हो ओके दामी ल गीत सोधिन्छ फेरि थाहा नहोला त्यो कुरा अलग हो मैले सोध्दिएँ ल ओके ल उहाँहरू दुईजना एलिना एन्ड केकी होइन ल हेर्नु त ल म दुइटै चिन्दिनँ ए के हो र ए होइन नि के हो के हो राम्रोसँग हेरौँ न नाम भनौँ न अब मिल्न त मिलिरहेको छ प्रायः अब हेरौँ मैले दुइटै चिन्दिनँ मलाई नहेर है एलिना एन्ड के जस्तो देखेँ मैले त हो त्यो त अब तपाईँले कन्फर्म गर्नु पर्ने हो यार। ला हो भन्दैन अन्त होला नि अर्कै फोटो त नदेखावाला फोटो होला नि त हो केटीहरूको नि कपालहरू ड्रेसअप अनुसार लुक चाहिँ फरक चेन्ज हुन्छ हुन्छ नि नि फोटोहरू त मेकअप अनुसार हो नि। डिफ्रेन्ट हुन्छ हो नि होइन बेबी ल कन्फर्म गरौँ त ए उहाँ त होइन एलिना एन्ड समीक्षा हो नि काको केकी बल्ल मिल्यो समीक्षा हो, धन्न। तर यसो हेर्दाखेरि त्यस्तो हल्का त्यस्तो देखिने तर अब उम्, तपाईँले यसो हेरेको त अनि लाइटिङले पनि होला ओके I अब guess। एलिना र समीक्षामा एकजना चुज गर्नु पर्दा मलाई दुईजना एकदमै मनपर्छ दे आर भेरी गुड सिङ्गर्स के उहाँहरू पनि Yes. फेरि कस्तो भन्दाखेरि स्ट्रगल गरेर यहाँसम्म आइपुग्नु भएको हो नि त सो उहाँको पनि एकदमै राम्रो लाग्छ सी इज भेरी स्ट्रङ दुईजना फेरि लास्टै स्ट्रङ दुवैजना strong हो। दुईजना एकदमै स्ट्रङ हुनुहुन्छ केटी भएपछि यत्तिको आँटिलो चाहिँ हुनपर्छ यस यस दुईजनालाई नै एकजना भनेको छानौँ त ल मैले। ओके ल हजुर एकजना छानौँ ला गाह्रो भयो नि त गाह्रै त भएर त राखेको नि को भन मलाई दुईजना इक्वली मनपर्छ उहाँ ल समीक्षा नै किनकि उहाँ मेरै एजको टाइपको हो कि हामी जेनजी नै हो ओके ल ठिक अब छ। डाक्टर साहबको मैले विचार दुइटैले चिन्दिनँ मेरो बेबीले ज्वरो चाहिँ मैले तेरो दिएँ ये चिन्दै चिन्दैन के गर्नु त होइन बेबीको सपोर्टमा Yes। ल, बेबीले ठिक छ, जे ओके। डिसिसन लियो राम्रो लियो होला नेक्स्ट फोटो अब ठिक छ ल उहाँहरू दुईजना को ओ सिलो एन्ड श्रुति सुर्ती हो र हो नि हजुरले चिन्नु भएन ला स्योर यस ओके ल एकजना छान्नु नि त रहेछ एकजना छान्नु
अब पर्सनली मैले सिलुलाई त भेटेको छैन होइन अब अस्ट्रेलिया गएपछि भेट्नु होस् दुवैजना भेट होस् होइन क्विन हुन् क्यारे हजुर दुईजना क्विन म पनि क्विन हो नि तिनैजना क्विन यहाँ त हो बिर्सिनु नै भएन नि अब श्रुतिलाई चाहिँ मैले कति भन्दाखेरि धेरैचोटि 3-4 चोटि नै भेटेको छु अनि उहाँसँग त ह्याङ आउट पनि गरेको छु सो या श्रुति सी इज भेरी स्विट है बच्चा फुच्ची देखिनुहुन्छ कि रियल लाइफमा सी इज भेरी स्विट ओके अब डाक्टर साहब दुईजनाको पर्सनालिटी कम्प्लिटली डिफ्रेन्ट छ डिफ्रेन्ट सिलु बोल्ड एन्ड के भन्दिने होइन बाजेर साध्यै हुँदैन होला होइन अब श्रुति चाहिँ फेरि भेरी सफ्ट स्पोकन त्यो एकदम जेन्टल खालको छ क्या त्यही भयो अब चुज गर्नु पर्दाखेरि किनकि सिलु के भने मैले सिलुलाई अभियसली पर्सनली चिना छैन श्रुतिसँग चाहिँ धेरैचोटि नै भेटिसक्यो एन्ड सी इज भेरी स्विट मलाई एकदमै स्विट लाग्छ है किनकि बोलीचाली देखेर एकदम रेस्पेक्टफुल्ली बोल्छ सबै कुरा राम्रो लाग्छ सो श्रुति नै चुज गर्छ ओके ल ठिक छ दामी ल नेक्स्ट फोटो ल उहाँहरू दुईजना है चर्चित नायिकाहरू हुनुहुन्छ स्वस्तिमा एन्ड वर्षा के शिवाकोटी ओके मलाई सबै थाहा छ कि म फिल्महरू धेरै हेर्छु कि नेपाली अब स्वस्तिमा खड्का र वर्षा शिवाकोटीमा एकजना चुज गर्नु पर्दा कसलाई चुज गर्नु मैले वर्षा शिवाकोटी भने अर्को फोटो देखेँ चिन्थेँ कि जस्तो लाग्यो फोटोमा त नचिने जस्तो लाग्यो मलाई अलिकति यो छ नि त सर्ट फोटो भएर हो हजुर कसलाई छान्थ्यो ल रोसिका फास्ट गरौँ छान्न पर्यो भने स्वस्तिमा खड्का आई गेस किनकि सी इज भेरी यङ पनि नट भेरी यङै हुनुहुन्छ नि त होइन यङ त्यस्तो लाग्यो मलाई त यङ अनि सी इज भेरी प्रिटी पनि क्या बोल्ड एन्ड प्रिटी सो या स्वस्तिमा ओके ल अब डाक्टर साहब म कन्फ्युज छु कि दुईटा वर्षा हुनुहुन्छ होइन दुईटामा मलाई एउटा एकदम क्युट दुईजना क्युट लाग्छ मलाई बट यो फोटो मैले चिनेकै छैन क्या मैले हेर्दाखेरि नाम भन्दाखेरि चिने हो मैले होइन आई थिङ्क वर्षा शिवाकोटी यो फोटोमा नचिन्नु अरू अलिकति त्यो ओके अब मैले फेरि तपाईँहरूलाई एउटा अर्को भिडियो क्लिप देखाउँछु होइन हजुर त्यो भिडियो चाहिँ म भन्दिनँ टक्क त्यो भिडियो हेर्नु त्यसपछि हामी फेरि डिस्कस गरौँ ल ओके अर्को भिडियो जेमलाई मेरो बोयफ्रेन्ड कि पहिला त बोकै हुनुहुन्थ्यो कि तर अहिले चाहिँ हाम्रो इन्गेजमेन्ट हुन लागेको छ अनि सुग्रिनु पनि भएको छ मसँग लोयल हुनुहुन्छ तपाईँलाई के लाग्छ उहाँले सुध्रिनु भएको र तपाईसँग लोयल हुनुहुन्छ भन्ने कुरा एकदमै राम्रो पक्ष हो इन्गेजमेन्ट जस्तो ठूलो निर्णय लिनु अघि तपाईले उहाँको विगत र वर्तमान कार्यहरूलाई राम्ररी मूल्याङ्कन गर्नुभएकै होला तपाईको सम्बन्धमाथि अब यो भिडियो अब उहाँलाई भन्नुभएको रहेछ होइन मेरो बोयफ्रेन्ड त बोकै हुनुहुन्छ भन्नु होइन यो खास यो किन भनेको भने अब यो रोसिकाले पनि भोकै हुनुहुन्छ भनेर भनेको होइन खास कुरा के हो रोसिका उहाँकै रियल्ली बोका हो हिज रियल्ली बोका नो हि इज नट कतिले होइन मेरो बोयफ्रेन्डलाई चाहिँ बोका डक्टर बोका यस्तो यस्तो भन्नुहुन्छ नि मेरो लास्टै चित्त दुख्छ क्या किनकि उहाँ त्यस्तो हुनु नै हुनुहुन्न लाइक हजुरहरूले त स्क्रिनमा जति देख्नुभयो त्यति मात्रै चिन्नु भएको छ नि त मलाई त आन्द्रा भुडी सबै चिनेको छु नि त भित्रैदेखि चिनेको छु नि त होइन सबै थाहा छ सानो आन्द्रा ठुलो आन्द्रा कहाँ नि थाहा पेटमै हुन्छ नि होइन पेटको कुन साइडमा हुन्छ नि थाहा सबै त्यो त थाहा छैन जे भए पनि हेल्थ खासै हेल्थमा राम्रो छैन अनि जे भए पनि मैले मलाई मजाले चिनेको छु नि त यत्रो सङ्गत गरेँ अनि कस्तो भन्दाखेरि सिङ्गल हुँदाखेरि यस होइन लाइक चिन्न खोज्नुहुन्छ केटीहरू अब को कस्तो अभियसली आफ्नो पार्टनरको लागि त अब फ्युचर वाइफकै लागि त सोचेर त त्यस्तो त्यो छान्नु भयो होला होइन अब जसले देख्यो फर्स्ट टाइम देख्ने बित्तिकै यसलाई त म वाइफ बनाइहाल्छु भन्ने त हुँदैन नि त सबै कुरा चिन्न पर्यो त्यो अब धेरै केटीहरूसँग भन्दा पनि इज भेरी फ्रेन्डली सबैसँग राम्ररी बोलिदिनुहुन्छ त्यही भएर पनि होला कि आई गेस त्यो बोका भनेको तर रिलेसनमा हुँदाखेरि चाहिँ इज भेरी लोयल है फेरि मसँग मात्र तपाईँलाई यो भिडियोमा के भन्नु छ त त्यो बोका भन्ने कुरा के भन्ने हो यस्तो डेटिङ सोमा गएर तिमी केटीसँग नबोली के गर्छौ भन्ने कुरा क्या खाना बनाउनु त गएन होला त्यहाँ अब गएपछि बोल्नै पऱ्यो सबैसँग अब चिनजानको कुरामा अब चिनजानको फेज त हो नि आई थिङ्क त्यहाँ सोबाट एक दिन मैले एउटा पार्टनर लिएर आयो नि त अब सोमा सबैलाई बुझेँ अभियसली सबसे बेस्ट चुज गरेँ आई एम ग्ल्याड अब हाम्रो यो फोटोको यो सेगमेन्ट चाहिँ सकिएको छ तपाईँहरूलाई यो फोटो सेगमेन्ट कस्तो लाग्यो त रमाइलो लाग्यो ठिक छ रमाइलो मैले धेरै मान्छे चिन्दैन रहेछ यार होइन तपाईँले अब मुभीहरू अलिक कम हेर्ने भएर अलिक कम चिन्नुभयो अब रोसियालाई त प्रायः चिन्नु नै भयो होइन त उहाँले यसरी बुझ्छ कि मुभी हेर्नुहुन्छ धेरै भन्ने बुझ्यो म त हेर्छु मुभीहरू सबै ओके अब हामी चाहिँ केही कुराहरू सोध्छु मैले होइन तपाईँलाई छोटो मिठो दिनु होला है इज्जत र पैसा छान्नु पर्दाखेरि रोसिकाले कुन छान्नुहुन्छ इज्जत
किनकि इज्जत भनेको तपाईँको बारम्बार कमाइने कुरा होइन बरु पैसा तपाईँले जतिखेर नि कमाउन पायो क्या पैसा त होइन काम गर्नु पैसा आउँछ होइन तर इज्जत भनेको एकचोटि दाग लगाइसकेपछि फेरि कमाउनु हुँदैन कि त्यही अब तपाईँले आज केही काम त्यस्तै होइन इज्जत फाल्नु भयो अरे होइन म तपाईँलाई कहिले पनि रेस्पेक्टली हेर्न सक्दिनँ क्या त्यो मेरो माइन्डमा घुमिरहेको हुन्छ कि यसले त यस्तो काम गरेको थियो भनेर बरु तपाईँ पैसा आज नहोला भोलि कमाउनुहुन्छ नि त सो या ओके हजुरको विचारमा इज्जत र पैसामा कुन छान अफकोर्स इज्जत हो किन भन्दाखेरि पैसा कमाउने धेरै मोडियम छ कि जतिबाट पनि पैसा कमाउन सकिन्छ होइन कति भन्ने कुरामा चाहिँ डिफ्रेन्स हुन्छ तर इज्जत कमाउने वे धेरै कम्ती छ क्या तर सबसे चाँडो जाने पनि इज्जत हो क्या माया र पैसामा कुन छान हुन्छ रोसिका माया पैसा पर्दैन पैसा चाहिन्छ नचाहिने होइन जिउनको लागि पैसा नि चाहिन्छ होइन तर मायाको अघि त अब त्यो पैसासँग के कम्पेयर गर्ने मायालाई कम्पेयर हुँदैन हुँदैन हजुरको विचारमा माया या म नि पैसा माया नै चुज गर्छु किन भन्दाखेरि तिमीसँग तिम्रो परिवार छैन भने पैसा मात्र लिएर के गर्छौ भने कति दिनको रमाइलो गर्छौ ओके अब मान्छे जन्मिसके पछाडि खाना पनि पर्छ लाउनु पनि पर्छ नाच्नु गाउनु हिँड्नुपर्छ इन्जोय पनि गर्नुपर्छ मान्छेको आधारभूत आवश्यकता भनेको घाँस बास कबास अहिले पछिल्लो समयमा आएर धेरैजना के भन्छ मान्छेको आधारभूत आवश्यकता भनेको चाहिँ घाँस बास कबास र यौन पनि भन्छन् तपाईँको यही सन्दर्भमा यौन र पैसामा चुज गर्नुपर्दा कुन चुज गर्नुहुन्छ ओके यस्तो सेक्स इज इम्पोर्टेन्ट भन्ने कुरा हो क्या किन भन्दाखेरि अहिले आएर त्यो न्यारो माइन्डेड भएर कुरा गर्न मिल्दैन होइन स्पेसली म एउटा डक्टर भए त मिल्दैन भन्ने कुरा किनकि म त सबै कुरो ओपन हुन्छ मेरो लागि किनकि म साइकोलोजिकली कसरी बुझ्छु फिजियोलोजिकली बडीको निड कस्तो छ कस्तो हर्मोन्सहरू आउँछ किन खुसी हुन्छ सेक्सले सबै कुरा थाहा छ मलाई त्यो भइसक्यो भने यदि त्यो प्राकृतिक चिजै हो भनेपछि चाहिँ आई थिङ्क मेरो लागि पैसा भन्दैन आई थिङ्क सेक्स तर आफ्नो पार्टनरसँगको सेक्स इज इम्पोर्टेन्ट कस्तो खालको सेक्स भन्ने डिपेन्ड गर्छ सेक्स जो पाइदिसँगवाला होइन आफ्नो पार्टनरसँगको सेक्स इज इम्पोर्टेन्ट पैसा भन्दैन किनकि सेक्सले आफ्नो आई थिङ्क एउटा बन्डिङ धेरै अगाडि लान्छ हो अब यही प्रश्न रोसिकालाई पनि सोध्नु पर्यो नि त यौन र पैसामा चुज गर्नु पर्दाखेरि रोसिकाको विचारमा के चुज गर्ने त मलाई त हाँस उठ्यो हाँसो उठ्ने कुरै छैन होइन त्यस्तो त लजाएको चाहिँ होइन है फेरि म त्यस्तो लजाउने खालको त छुइनँ कि मैले भने जस्तै लाइक सेक्स इज इम्पोर्टेन्ट सेक्स भन्ने बित्तिकै अब तपाईँ त्यहाँ ऱ्यान्डमली आज योसँग होइन अर्को अब भोलि अर्कोसँग भनी त हुँदैन नि त तर आफ्नो पार्टनरसँग फेरि अहिले त कस्तो भइछ भने सेक्स पनि बर्थडे गिफ्ट टाइपको क्या ल दिए तँलाई त्यस्तो हुन्छ क्या तर यति इजी चाहिँ हुनु भएन छोरी मान्छे मात्र पनि फेरि भन्दिनँ है सबै छोराछोरी दुइटै के छोराले पनि आफ्नो त्यो राखिरहनु पर्यो होइन एउटा पर्फेक्टको लागि छोरीले पनि आफ्नो त्यो राखिरहनु पर्यो पर्फेक्ट मान्छेकै लागि त्यो जो पाइ त्यसलाई बाँड्दै हिँड्नु चाहिँ भएन सम्हालेर राख्नु पर्यो अनि फेरि यसमा चाहिँ अब त्यो बिहेपछि भन्दा पनि अब पहिला त त्यही नै थियो नि त बिहेपछि त्यो भन्ने थियो त्यो पनि राम्रो हो है इन अ वे होइन अब त्यही फ्युचर पार्टनरसँगै भयो नि त तर त्यो भन्दा पनि अहिले चाहिँ कस्तो भन्दाखेरि सबैसँग होइन कि तिमी एउटा पर्फेक्ट छैन त्यसपछि त्योसँग जब फाइनल हुन्छ नि ल यो चाहिँ मेरो हो फरएभरै हुन्छ भनी थाहा पाएपछि बल्ल त्यो हुँदा चाहिँ दुईजनै खुसी जस्तो लाग्छ भनेपछि म पर्फेक्ट छैन यु आर पर्फेक्ट बेबी खाए मार्केट खाए ल लाज लाग्यो मलाई त लस अन्त के ठिक छ होइन यो त अब नर्मलै कुरा हो त नर्मल हो तपाईँ जन्मिनु भएको छ होइन तपाईँलाई अब केटीहरूलाई पिरियड हुन्छ त्यो सबै नर्मल हो क्या त्यो हामीले बिग डिल बनाएको मात्र हो तर गाह्रो छ है अब महिलालाई पनि गाह्रै छ होइन पुरुषलाई पनि गाह्रो हामी ओपन माइन्ड हुन पनि गाह्रै छ आई थिङ्क यो फेजमा आएर के भयो भन्दाखेरि पहिला अलिकति जनचेतना कम थियो सोसियल मिडियाहरू इन्फर्मेसन पाइदिन्थ्यो नि त अब त हातमा सबै कुरा पाइसक्यो कतिवटा कुराहरू नर्मल हुनुपर्ने कुराहरू भएको छैन नि त जुन विदेशमा भइसक्यो होला नेपालमा अझै पनि भएको छैन त्यो कुरा नि बिस्तारै गर्ने बेला आयो मान्छेहरू धेरै अब अवेर भइरहेको छ त्यति नै पढे लेखेको क्यापेसिटी पनि बढिरहेको छ त्यही हिसाबले आई थिङ्क देशै बढ्ने त्यसरी त होइन अगाडि ओके अब मैले यसो अर्को प्रश्न सोध्छु रोसिकालाई सोध्छु अब रोसिकालाई नै मैले यो प्रश्न चाहिँ अब पहिला डाक्टर साहबले सोधेँ पल शाह प्रदीप खड्कामा चुज गर्नुपर्दा एकजना कसलाई छान्नुहुन्छ अघि छानेन मैले कसलाई छाने प्रदीप खड्का छानेन प्रदीप खड्का छानेन फोटो सेक्सन आयो हजुर प्रदीप खड्का छान्नुहुन्छ रोसिका पल शाह र प्रदीप खड्कामा एकजना चुज गर्नुपर्दा पल शाह हजुर ओके डाक्टर साहब पढि गएँ रवि लामी छानेर बालेन शाहमा एकजना छान्नुपर्दा कसलाई छान्नुहुन्छ
मलाई अनेस्टली भन्दाखेरि पोलिटिक्समा केही इन्ट्रेस्ट चाहिँ छैन किनकि जो आए पनि ज्यान मेरो लाइफमा केही पनि डिफ्रेन्सेस आउँदैन नर्मल प्रब्लम्सहरू सल्भ गरेर आई थिङ्क वान अफ द थिङ मैले अलि देखेको भन्दाखेरि रिसेन्टली एक्सिडेन्ट्सहरू धेरै भइरहेको छ मान्छेमा होइन मलाई के देख्छु भन्दाखेरि सबसे अननेसेसरी मैले यहाँ देखेको भने 200% ट्याक्स लाग्छ गाडी बाइकहरूमा कहाँ गइरहेको छ पैसा कि त राम्रो बाटोहरू भएको भने त ल मान्थे त्यो पनि छैन सर्भिसेसहरू राम्रो भएको त्यो पनि छैन होइन जुन दिन आई थिङ्क त्यो हुन्छ किनकि बाइक जाने मान्छेले गाडी चल्थ्यो होला नि त सस्तै भयो भने होइन त्यो कतिजना ट्याक्सीहरू इम्प्लोइमेन्ट पाउँथ्यो होला त्यो पैसा कसको नेता आएर खाइरहेको कसले के गरिरहेछ जो आए पनि त्यस्तै मलाई केही फरक पर्दैन रवि लामी छानेर बालेन शाहमा रोसिकाले कसलाई छान्नुहुन्छ अब रिसेन्टली अहिले के अरे हाइप जुन छ नि बालेन शाहको त्यो हेर्दा इट्स भेरी गुड होइन इज डुइङ गुड अनि अब त्यो न्यु रोडमा त्यस्तो त्यो ट्राफिक त्यो सबै हुन्थ्यो सबै त्यो हुन्छ नि कस्तो भन्दाखेरि उहाँले चाहिँ टुरिज्मलाई चाहिँ त्यो अलिक फोकस दिनुभएको जस्तो लाग्यो क्या होइन यस्तो हेर्दा नि नेपाल यस्तो पनि छ नेपालको यो साइड पनि छ भन्ने जस्तो होइन अलिकति उहाँले नै राम्रो गरिरहनु भएको जस्तो लाग्छ तर फेरि दुइटै छ क्या अब गरिब मान्छेहरूको लागि चाहिँ होइन धेरै नराम्रो पनि हो किनकि उहाँहरूले बाटोमा पसलहरू राख्न पाउनु भएको छैन होइन अनि फेरि दुइटै साइड हुन्छ क्या ओके दयाहाङ राई र सौगात मल्लमा एकजना चुज गर्नु पर्दा रोसिकाले कसलाई चुज दयाहाङ राई म त उहाँको बिगेस्ट फ्यान हो ओके लाइक मलाई लास्ट टाइम मनपर्छ मैले सर्ट फिल्म हेर्छु क्या उहाँसँग जो केटी पनि सुहाउँछ भने त्यो के अरे भिलेजको रोलमा है फेरि गाउँलेको रोल हुन्छ अलिक टिपिकल म यसमा भनिदिन्छु कि मलाई सौगात मल्ल किन भन्छ इज भेरी भर्सटाइल उसले एउटा मधेसीदेखि लिएर गुन्डादेखि लिएर कस्तो कस्तो कपालमा कस्तो कस्तो गेटमा कस्तो क्यारेक्टर आई थिङ्क एक्टरको त्यो एउटा हुनुपर्छ अनि दयाहाङ राई नराम्रो भने बट उहाँको सेम रोल हुन्छ क्या जहाँ पनि होइन छोडेर मेरो पोइन्ट अफ भ्यू हो तेरो सोधे होइन मैले भन्दाखेरि किन जुन मुभीमा पनि सेम रोल हुन्छ त्यही गाउँको रोल हुन्छ त्यही एक्टिङ पनि सिमिलरै हुन्छ बट आई थिङ्क एउटा एक्टरको लेभलमा हेर्ने भनेदेखि कतिको डिफ्रेन्ट सिनेरियो गर्न सक्छ भन्ने त्यसलाई राम्रो एक्टर मान्छु म चाहिँ होइन सो मलाई सौगात मलाई पर्सनल फेभरेट पनि हो किनकि उसले कस्तो कस्तो एक्टिङहरू क्या सुहाइदिन्छ क्या होइन त्यो नेवारी टोनमा लुटदेखि लिएर धेरै अब त्यो खै के छ धेरै एक्टिङहरू त्यो एक्टिङमा यस्तो मजाले ल्याएको छ कि आई थिङ्क त्यो चाहिँ म इनिसिएट गर्छु ओके ठिक छ त्यो दयाङमा पनि राम्रो छ है फेरि कम्पेयर गर्दाखेरि चाहिँ हर्का साम्पाङ र बालेन शाहमा कसलाई छान्नुहुन्छ मलाई पोलिटिक्समा केही भन्नै छैन मलाई त्यो वास्तै लाग्दैन मलाई केही मतलब छैन म अनेस्टली भनिदिन्छु मान्छेले भन्ला मलाई छैन मलाई यस्तो फर्स्ट अफ अल म पोलिटिक्स र रिलिजनको बारे कहिले पनि बोल्दिनँ होइन पब्लिकली म बोल्दिनँ पर्सनल मेरो भ्युजहरू छ तर म राख्दिनँ सर्टेन कुन भने त्यो सँगसँगै पनि जो आयो नि मेरो लाइफमा त्यस्तो ड्रास्टिक चेन्ज केही पनि हुँदैन क्या अनि मलाई फरक पर्दैन अब बालेन एट वान पोइन्ट भन्दाखेरि हर्कोसँग पनि कति कुराहरू हामीले सोसियल मिडियामा हेरे हो अनि बालेन अलिकति एजुकेटेड छ अलिकति कुल टाइपको छ त्यो फिल्ममा पनि राम्रो छ बट म कसैलाई पनि चुज गर्दिनँ यस्तो पोलिटिसियनहरूको कुरामा म के पनि भन्छु रोसिका बालेन शाह ओके ल अब हाम्रो यो सेगमेन्ट पनि सकेको छ अब हाम्रो अर्को एउटा सेगमेन्ट बाँकी छ जुन सेगमेन्ट हो प्रश्न निकाल्ने प्रश्न थुतेर पढ्ने आन्सर दिने यसमा फेरि धेरै एक्सप्लेन चाहिँ गर्न पाएन ट्याक्क दिने ओके अब हामीसँग यहाँ प्रश्न छ है त प्रश्न छ ओके अब यो कपमा यताको प्रश्न छ रोसिकालाई यताको प्रश्न छ डाक्टर धर्मराजलाई होइन अब यता अलिक बढी छ यता अलिक कम छ होइन अब पहिला अब यो कपबाट एउटा प्रश्न पहिला रोसिकाबाट निकाल्नुहोस् रोसिकाबाटै ल सबै जुन नि मेरै त हो होइन ल टक्क पढ्ने टक्क पढ्ने अनि आन्सर दिइहाल्ने दामी के तपाईँले आफ्नो पार्टनरसँग किस गर्नु भएको छ गरेको छु गरेको छ यस ओके दामी ल धेरै चोटि गरेको छु अब ओ माय गॉड के हो कतिको रोमान्टिक के हो कपाल त ल आफ्नो पार्टनरसँग नाइट डेट जानुभएको छ नाइट डेट एज इन लाइक स्टे ओभर अब नाइट स्टे भनौँ न छैन झुटो बोले मलाई यो कुरा चाहिँ बिल्कुल कृपया यो झुट साबित गरिदिनु होला कस्तरी क्या मलाई यसरी हेर्दा छैन अरे झुटो बोल्नु भयो उहाँले किनकि हामी डुल्रा हुन्छ अनि धेरै सत्यवादी नि हुनु हुँदैन होइन ओके ठीक छ हैन कहाँ छ हामी पोखरा सोखरा कति धेरै ठाउँमा गएको छ त्यो तपाईले छैन भने मैले बुझेको छु मैले जिस्केर भने हो बुझ्दै पाएको भने ल त्यो के हो केटाले जीवनमा एकपटक पाउँछ भने केटीले दुई पटक पाउँछ केटाले एकपटक पाउँछ भने केटीले दुई पटक पाउँछ ल केटाले जन्मेपछि एक पटक पाउँछ तर केटीले दुई पटक पाउँछ जन्मेपछि दुईचोटि पाउँछ केटाले
के हो त के होला माया माया त हुँदै भएन नि त्यही हुँदै भएन नि यो यस्तो क्वेसनमा चाहिँ म लास्टै त्यो छु अब आएन भने म डाक्टर ए सपोर्ट ए ए केटाले एक पटक पाउँछ केटीले 2 पटक पाउँछ परिवार मिलेन मिलेन त्यो बिहेपछि त केटीको 2टा परिवार हुने भयो नि त केटाको पनि त 2टा हुने भयो नि उसले बुढी पाएपछि उसको पनि 2टा हुन्छ सरी आइ एम ब्याड ओके के होला हजुरलाई के छ यसको आन्सर थाहा छैन यस्तोमा त म लास्ट 0 छु मनी 0 अब यो अडियन्स भयो अब अडियन्सलाई सोध्न मिल्थ्यो हजुर मैले भन्नुपर्छ हस् थर ए बिहे चाहिँ भनेस् फ्यामिली चाहिँ भनेस् थर पनि भन्नु भने सुने सुने जस्तो निकालौँ लाग्यो अर्को निकालौँ ल मेरो भाइ हो यो हल्का दिमाग खाउने पनि हैन त्यति साह्रो दिमाग छैन यार मेरो ओके ल दा झन् म त डाक्टरसँग हिँडे बेला दिमागै घरमा छोड्छु के गर्नु गार है ल काठमाडौँको सदरमुकाम कहाँ हो ल के हो त्यो भने के हो सदरमुकाम भने के हो त मैले तपाईँलाई सोधिरहेको छु ल मेरो मिस भन्ने भयो क्या अब टेन्सन भयो त ल यो पनि थाहा छैन भनेर अ भने मैले तपाईँहरूलाई सोधे हो सदरमुकाम भने मिनिङ के हो यसको सदरमुकाम भने के हो वर्डको मिनिङ वर्डको मिनिङ इङ्ग्लिसमा भन्नु न इङ्ग्लिसमा त यस्तो भने सदरमुकाम भने के हो मैले नेपाली पढाएको छु सदरमुकामलाई के भन्छ के थाहा म केही पनि भन्दिनँ तपाईँलाई काठमाडौँको त्यति सोधिरहेको छु। सदरमुकाम कहाँ हो के हो सदरमुकाम भने त्यही त थाहा भएन सेन्टर काठमाडौँको सेन्टर चाहिँ के हुन्छ बेबी के थाहा त अन्त सदरमुकाम तपाईँको जिल्ला सिल्ला यिनीहरू भयो भने त अलगै कुरा हो तपाईँको कुन जिल्ला हो जन्मघर जन्मेको त काठमाडौँमै हो नि म काठमाडौँ अँ। भयो त्यही त काठमाडौँको सदरमा कहाँ हो त अब काठमाडौँको त्यो त तपाईँले थाहा पाउनु पर्यो नि त भन्नु पर्यो नि त हामीलाई त बरु न थाहा नपाइ नि केही भयो काठमाडौँ जिल्ला बागमती अञ्चल प्रदेश नम्बर 5 होइन त्यो केहरू सदरमुकाम भने चाहिँ के हो त्यही थाहा भएर काठमाडौँको सदरमुकाम कहाँ छ कहाँ हो के हो सदरमुकाम भने थाहा छैन मिनिङको वर्डै थाहा भएन क्यापिटल क्यापिटल सिटी भनेको त राजधानी हो राजधानी भयो राजधानी भन्दा अब अलिक सानो हो त्यो चाहिँ टोखा टोखा बेबी यसो घटोका जेमा टोका भनिदिन्छ यसले टोका ठोका राजधानी काठमाडौँ सदरमुकाम भने के हो भयो कि भयो त्यो भयो सेन्टर खालको हो कि पनि त्यो पनि होइन भन्ने न सदरमुकाम भयो। सिंहदरबार भन्दै क्या के हो काठमाडौँ जिल्लाभित्र कि भ्यालीभित्र कि के जस्तै रोसिकाको घर पहिलेदेखि यहीँ हो हजुर उसलाई पनि हाँसे रोसिकाले पनि आएन अहँ। ल ल मेरो त्यसो भए दुवैजना काठमाडौँको भए- त्यसो भए मेरो नागरिकता बनाउँदाखेरि किनकि त्यो के गरेको थिएन होइन नागरिकता उता मोरङको छ विराटनगरको छ अब हो कहाँ घर विराटनगर कहाँ घर बनाएको त नाइट विराटनगरमा वडामा गएर कुन चाहिँ थाहा छैन म दुईचोटि मात्रै गएको छु जस्तै सदरमुकाम भनेको चाहिँ पहिले पो अब स्थानीय सरकारहरू आयो होइन वडा सोडा होइन पालिका अब होइन ए मलाई थाहा छ म भनौँ ल। कान्तिपुर कान्तिपुर ए पहिलाको नाम भने काठमाडौँको अँ। होइन यार कान्तिपुर त होइन के हो कान्तिपुर त- एन्सर ल एन्सर भन्छु त काठमाडौँको सदरमुकाम काठमाडौँ हो नि यार कि सदरमुकाम मिनिङै बुझाएको छैन क्या जस्तै मैले। मेरो घर रामेछाप मेरो सदरमुकाममा रामेछापको मन्थली हो नि जस्तै उदयपुरको सदरमुकाम कहाँ गाईघाट हो नि सदरमुकाम भनेको एउटा केन्द्र हो क्या जिल्लाको केन्द्र हो क्या ठुलो अब केन्द्र एउटा केन्द्र ठाउँ हो क्या जस्तै मैले नागरिकता बन्नु पऱ्यो म मन्थली जानुपर्छ उम्, होइन सदरमुकाम गयो नि त हो त्यही हो क्या सदरमुकाम भनेको चाहिँ एउटा केन्द्र हो क्या जस्तै जिल्लाभरिको सबै अब कामहरू हुने क्या जस्तै अब चाहिँ नागरिकतादेखि लगायत विभिन्न खालका चाहिँ बिहा दर्ता यो हाम्रो जीवनमा हुने सबै कुराहरू अब जे पनि गर्न क्या जस्तै अब जग्गा सम्बन्धी कुनै काम गर्नु पर्यो नापी जानु पर्यो सदरमुकाममा छ नापी कार्यालय उम्, जस्तै तपाईँले जग्गा किन्नु भने तपाईँले केही गर्नु पर्यो भने त तपाईँ त माफी कार्यालय जाने होइन? काठमाडौँ नापीमा जानु पर्यो नि त होइन जस्तै तपाईँ काठमाडौँ भनेपछि त काठमाडौँ त टोखा त काठमाडौँको जिल्लाभित्र पर्या हो नि तर काठमाडौँ त होइन नि त जस्तै मेरो घर रामेछापको फलान गाउँमा हो तर रामेछाप जिल्लामा पर्यो हो नि त सदरमुकाम चाहिँ त्यो केन्द्र हो क्या तर यो त तपाईँ रङ भयो होइन यो त थाहा पाउनु पर्ने हो तपाईँले तर पनि कन्फ्युज भइहाल्छ त्यो ठुलो विषय होइन मलाई नै त्यो एउटा बागमतीको सडक के भनेको थियो नि क्या काठमाडौँ नै भक्तपुर के भनेको थियो नि त्यो चाहिँ के थिएन काठमाडौँ कुन जिल्लामा पर्छ भनेर सोधेको थिएँ ए त्यो क्या त ओके, ल, यो अर्को जिल्ला सिल्ला सधैँ काठमाडौँ भनिदिन्थ्यो अर्को त्यो थाहा भइहाल्छ नि त्यो त अन्त Confused. हामीले त त्यो वर्डै मिनिङै नबुझेर हो ल ल ओके सर पढाउँ त तपाईँको पहिलो प्रेमिकाको पहिलो अक्षर के थियो ल मेरो ल तेरो हो नि मैले चाहिँ किन ध धर्मराज कार्की मेरो फर्स्ट लभ फर्स्ट लभै हो यस योभन्दा True अगाडि love, कुनै first true पास्ट love. रिलेसनसिप थिएन थिएन भन्नाले पप्पी लभ थियो
पप्पी लभ भन्नाले अब जानी नजानी टाइपको लभ क्या त्यो हुन्छ नि नट सिरियस बिहे नै गर्छु टाइपको होइन कि उहाँसँग त मैले फ्युचर पनि सोचेको छु नि त तर त्यो पप्पी लभ त्यो साथीहरूले जिस्काएर स्कुलमा जिस्काउँदा लभ पनि होला। ओके अब अर्को तपाईँको राख्नु ध्यान दिएर पढ्नुपर्ने सर। चिप्लाउने तपाईँको एक्सको पहिलो अक्षर के थियो अरे? सेम आइदिरहेको देख्नु हाम्रो बन्डिङ कति तर strong एक्सको छ। होइन फर्स्ट होइन एक्सको होइन नाम त भन्न मिलेन पहिलो लेटर त भन्न मिलेन नाम त मैले पनि भन्दैन नि। ल एम याम हो अँ। ल माया थियो क्या एक्सको नाम होइन ओके ल अर्को गेसै गर्न सक्ने खालको नाम थियो। हो र ल ठिक छ रुइदिनको एक्सको याद आयो मलाई त छ्याटिस क्या हो। रोय पनि रोसिकाले फकाउँछ ल त्यो के काम हो जुन विवाह अँ। नभएको महिलाले गर्न मिल्दैन ल त्यो के काम हो जुन विवाह नभएको महिलाले गर्न मिल्दैन तर यो प्रश्न मैले धेरैचोटि अरूलाई पनि सोधिसकेको प्रश्न हो ए हो गेस्टहरूलाई सोधि विवाह नभएकोले गर्न नमिल्ने त अभियसली सिन्दुर लाउन मिल्दैन यस मिल्यो हो त्यो सिन्दुरै भन्नु मैले त्यो सिन्दुरै भन्नु आँटेको आन्सरै त्यही छ ओके निकाल्नु त थिएँ। सिन्दुरै सोचिरहेको थिएँ। तर मान्छेले यसलाई गलत पनि बुझिदिन्छ नि हल्का लाएर म लास्ट पोजिटिभ छु क्या तिमी त देख्छु मैले। ल पैसा र यौनमा कुन रोज्नुहुन्छ अरे? अघि नै भनिसक्यो त सेक्स। एकैचोटि उसले मलाई एउटा कुरा हाँसो लागेको छ अहिले त बर्थडे गिफ्ट पनि त्यो ला तपाईँ तर हो नि त्यो युजली स्कुलमा त्यस्तो भइसक्यो क्या लाइक हामीले फेरि त्यो मान्छेलाई यसरी त्यो दोष दिने होइन कि जेनेरेसनै त्यस्तो के भइसक्यो मेरो बारेमा पनि त्यस्तै थियो भाइ। हाँ? हामी 19 हुँदा नि त्यस्तै पारा थियो। खै ल त्यस्तो अर्को त प्रश्न थिएन। निकाल म त बच्चै थिएँ यार ल पार्टनरसँग बाथरुममा सँगै नुहाउनु भएको छ छैन नन भएन कहाँ नुहाउँछौ सँगै त बरु म भनिदिउँ म मेरो कजनसँग कि कजन भाइ होइन तर सानो हुँदाखेरि के अरे उहाँको लाइक मेरो मम्मीको बहिनी हो कि मेरो बहिनी मामुको बहिनीको छोरा होइन उहाँ र म चाहिँ ऊ र म चाहिँ सँगसँगै हुर्केको टाइपको हो क्या अनि स्टिल हामी कस्तो मिल्ने खालको कजन त्यो हुन्छ नि दुईजना चाहिँ लास्टै मिल्ने अनि हामी सानो हुँदाखेरि चाहिँ सँगै नुहाइदिनु भएको थियो त्यो चाहिँ याद छ ओके ल दामी सानोमा त ग्रुप ग्रुप भएर नि सानोमा ग्रुपमा पहिला पहिला ग्रुप हामी ग्रुप सानोमा त ग्रुपमा वास्ता भन्थ्यो हुने सानामा हामी नाङ्गै हिँड्थ्यौँ त्यो 2 वर्ष 4 वर्ष 5 वर्षमा त के के लाज लाज भन्ने नै हुँदैन थियो नि त कतिचोटि त्यही त तपाईँलाई आफ्नो पार्टनरको सबैभन्दा धेरै के मनपर्छ? ल के मनपर्छ बेबी स्माइल यसमा हो। त्यो मलाई नर्मली मलाई मनपर्ने क्यारेक्टरै हो कि त्यो स्माइल गरिराख्यो भने हेर्दै खुसी लाग्छ क्या। ल दामी दामी यार म तर धेरै हाँस्छु नि मस्किन्छु है दाँत पनि सेतो क्रिस बसिसक्यो होला makeup मा त? निच्च हाँसो राम्रो म्याच गर्छ है यसको फोटो क्या दामी थियो यार यत्रो ठुलो मुख र दाँत भएको होला ल टिकटकमा। फर्स्टको वर्डै पढ्नु घन्टी भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ? ल घन्टाघर। घन्टी भन्ने घन्टाघर आयो अन्त के भन्नु? दुईजनाले घन्टाघर बसिनु घन्टी थियो। घन्टी भन्ने बित्तिकै मैले चाहिँ राजसभा आउँछ भन्ने हुन्छ कि अनि के सोचिरहेको आउँछ थिएँ अरे? राजसभा पार्टी क्या रवि लामिछानेको ए, घन्टी मलाई पार्टी केही थाहा छैन पोलिटिकल मलाई पोलिटिक्समा त तपाईँ जिरो नै हुनु जिरो मलाई वास्ता छैन। ओके ल जो आए पनि मलाई वास्ता छैन। आफ्नो बोयफ्रेन्डको मन पर्ने र मन नपर्ने कुरा के हो? बोयफ्रेन्डको मन पर्ने भनेको उहाँले जहिले पनि मलाई खुसी पार्नको लागि जे पनि गर्नुहुन्छ जे पनि होइन मैले नोटिस गरिरहेको हुन्छु। मन नपर्ने भनेको कहिलेकाहीँ यसो थर्काउने रिसाउने सर्ट टेम्परको हुनुहुन्छ नि त तर पनि होइन आफूले उहाँले गल्ती गर्नुहुन्छ नि मलाई गाली गरेर अब आफूलाई पनि रियलाइज भएपछि सरी चाहिँ भन्नुहुन्छ त्यही हो। गाली त गर्नु पऱ्यो चाहिने कुरामा त गाली गर्नु पऱ्यो। ल लास्ट वान। लास्ट हो अब केटीहरूको पातलो र केटाहरूको मोटो हुन्छ अरे। त्यो के हो केटीहरूको पातलो केटाहरूको चाहिँ मोटो। मिलेन त्यो? पाखुरा पनि हुन्छ पाखुराहरू हुन्छ मोटो अब होइन। एक हिसाबले तपाईँको आन्सरमा त हेर्दाखेरि चाहिँ प्रश्न आन्सर मिलेको त नि हो त्यो होइन तर मैले त्यहाँ भनेको खोजेको आन्सर चाहिँ त्यो होइन केटीको पातलो केटाहरूको बाक्लो कपाल होला त्यसो हो? बाक्लो चाहिँ त लामो भयो नि। लामो हुन्छ नि बाक्लो केटाहरूको बाक्लो दारी जुङ्गा दारी। अहिले हामी यसरी यहाँ बोलिरहेछौँ ए आवाज आवाज ओके ओके
ठिक छ त्यसो भए। अर्को फोटो यस ल अर्को किस भनेको इङ्ग्लिस वर्ड भयो चुम्बन भनेको नेपाली ठेट वर्ड हो हजुर ल सेम हो। किस ल अर्को प्रश्न निकालौँ त ल दामी प्रश्न ल आफ्नो मायालुलाई प्रपोज गर्नुस् रे ला अघि गरे होइन अघि फेरि त गर्नु? गरेको तर अब यहाँ प्रश्न अनुसार फेरि गरिदिनै ल, पर्यो आफ्नो मायालुलाई प्रपोज गर्नुहोस् ल टक्क हात समातेर कसरी हुन्छ कसरी नो नो भन्न मिल्छ होला नि हँ? नो भन्न मिल्छ होला नि रिजेक्ट हान्ने मलाई हान्दिने भाइ आई हेभ अ गर्लफ्रेन्ड भन्दिने बेबी आइम गना मिस यु सो मच म बाहिर गएपछि होइन भन्नुपर्दाखेरि त मलाई जानै मन छैन तर आई हेभ टु जसरी भए पनि जानै पर्छ सो म त्यहाँ गए पनि हुन्छ नि मेरो मन मेरो दिमाग चाहिँ यतै हुन्छ कि मेरो बोयफ्रेन्ड मेरो बेबी कहिले त्यहाँ आउनुहुन्छ मन र र दिमागले हामी पुग्दैन। सँगै- हँ? मन र दिमागले पुग्दैन तै चाहिँ छ होइन ल क्या, ल हामी कहिले सँगै हुन्छौँ भनेर म त्यहाँ कुरिरहेको हुन्छु होइन अनि कहिले पनि नबिर्सिनु कि लाइक तपाईँको माया गर्ने मान्छे पनि छ सँगै नभए पनि उता टाढै भए पनि छ भनेर त्यो बुझ्नु त्यही हो आई लभ यु सो मच आई लभ यु मोर कसरी बिर्सिने हरेक टाइम मेरो दिमागमा तै त हुन्छस् यस माइकले गर्दा न त मिल्न त हातमा चुप्पा हावा आयो झन् बेटर देखिन्थ्यो वा खा खा देश खा ल मार्केट ल ल अर्को प्रश्न दामी ल। ल आफ्नो पार्टनरसँग नाइट स्टे गर्नु भएको छ यस गरेको छु कस्तो भन्दाखेरि हामी जहिले धेरै डुलिरहेको हुन्छौँ अब पोखरा गएर अब त्यत्रो खर्च गरेर गएको हुन्छ त्यही दिनमा फर्किने कुरा हुँदैन अब सैलुङ गएको हुन्छौँ त्यो के अरे मर्निङ भ्यू नहेरी आउने कुरा हुँदैन होइन राति बस्नै पर्यो सो यहाँ गएको छु किन लजाने नि बेबी त्यो पोखराको कुरा त हामीले सोमा नै भनेर लागेको छ लास्ट क्वेसन छ है नेपालमा कतिवटा प्रदेश छन् 7 प्रदेश ल प्रदेश भनेको डिस्ट्रिक्ट प्रोभिन्स ए प्रोभिन्स 7 प्रोभिन्स मिल्यो यस तर धेरै मान्छे यही कुरामा झुकिन्छ क्या 77 जिल्ला भनिन्छ क्या 77 जिल्ला छ त्यो सरिनले त्यही भएर भने मैले झन्डै सरिले के भन्थ्यो भने नेपालमा कतिवटा के अरे छन् अञ्चल छन् भन्थ्यो अरे 110 वटा भन्थ्यो दौडे रहेछ नि के भन्नु पऱ्यो नि ल ल गरिदिउँ भनेको ल गरिदिउँ भने सरिले लकिया छ ओके ल हाम्रो यो प्रश्नको सेगमेन्ट चाहिँ कस्तो लाग्यो त रमाइलो लाग्यो एकदम रमाइलो लाग्यो ठिक छ। रमाइलो लाग्यो होइन यस ओके अब हामी ल कार्यक्रमको अन्तिमतिर छौँ अब अन्तिममा केही 2-4 वटा यहाँनिर चाहिँ के छन् भन्दाखेरि चाहिँ अब भनाइहरू छन् हजुर कोटेसनहरू अब कुराहरू कस्तो लाग्छ होइन हस् ओ हो यस होइन भयो होइन होइन ओके यसरी दिन सकिन्छ अलिक छोटो Yes or मिठो no? ल ओके म भन्छु रक्सी खाएर मनको पिरो पखालिन्छ अरे कसले भन्यो मैले नसामा मान्छेहरू रोएको पनि देखेको छु सही हो धेरैजना रोकिदिएछ हो रक्सी खाएर के रे रक्सी खाएर मनको पिर पखालिन्छ अरे कसले भन्यो मैले नसामा मान्छेहरू रोएको देखेको छु यस्तो हो त्यो पीडा पोख्नलाई त्यो हुन्छ नि आफू रुनलाई रक्सी नै खानुपर्छ भन्ने छैन होइन केटा र केटी दुवैलाई हक छ रुनको लागि कसैले पनि त्यो छोरा मान्छे रुनु हुँदैन भनेर छोरी मान्छे यस्तो उस्तो भन्ने केही पनि लेखेको छैन होइन आफ्नो इमोसन हो पोख्न पाइन्छ त्यसको लागि अब यस्तो हो तपाईँलाई टेन्सन भइरहेछ अरे टेन्सन हुने बित्तिकै स्मोक गर्ने ड्रिङ्क गर्ने चाहिँ नगरिहाल्नु किनकि तपाईँको ज्यानको माया त सबैलाई छ नि त अनि त्यही भएर आफ्नो हेल्थको बारेमा पनि सोच्नु त्यो नसामै भएर रुनुपर्छ भन्ने छैन होइन आफ्नो क्लोज वान्सलाई आफ्नो फिलिङ्सहरू चाहिँ यतिकै नर्मल डेजमा पनि पोख्नु नै भन्छ ओके ल अर्को सुन्दरता मन र व्यवहारमा हुनुपर्छ अनुहारको रङमा होइन हो यो चाहिँ हो यो कुरा एकदमै चाहिँ सही हो। रोसिकालाई मजाले दिनु म क्या हो हो किन भन्दाखेरि लाइक मैले होइन अब सोसियल मिडियामा हामी त देखिन्छौँ होइन एक्टिभ छौँ त्यसैले त देखिन्छ नि त अनि लाइक मैले अब हाँसेको पनि हाल्छु अब सबै हाल्छु नि त बोयफ्रेन्डसँगको सबै नि हालेर हुन्छु अनि कसरी हाँसेको कत्रो ठुलो मुख भन्ने क्या प्रायःले अनि कत्रो ठुलो मुख यत्रो दाँत पनि बाहिर छ टाइप सबै कुरामा खोट निकालिदिने क्या कस्तो काली यस्तो उस्तो भन्ने सबै कुरामा खोट निकालिदिने लाइक म पनि एउटा ह्युमन हो होइन मेरो बारेमा पनि सोचिदिनु तपाईँहरूले कति ल 5 सेकेन्डको टाइम निकालेर भनिदिनुहुन्छ होइन तर मलाई त लाइफ टाइम भएर त इम्प्याक्ट पर्न सक्छ नि त कति मान्छेलाई त होइन त्यो मेन्टल हेल्थको कुरा पनि आउँछ क्या ल मैले त सहन सक्छु रे अरूले त सक्दैन नि त सो त्यसरी सबैलाई प्याच्च प्याच्च भन्नुभन्दा पनि होइन सबैको मुखै हो अब यस्तै छ त होइन अब हजुरहरू पनि पर्फेक्ट हुनुहुन्न होला पर्फेक्ट हुनुहुन्छ भने पनि अब होस् होइन
यस अर नो भन्ने हो के yes or यस कि नो भन्ने चाहिँ त बुझ्छ कि बुझ्दैन भन्ने मलाई क्या चाहिँ त बुझाइदियो भन्ने बित्तिकै आफै देख्न सक्नुहुन्छ नि मेरो पार्टनरलाई हेरेर होइन अफकोर्स मनको त नि भन्नुभयो ठिकै सुनौ न त्यही नै हो ओके अर्को छ सङ्घर्ष गर्नु त एक्लै गर्न सिक्नु यहाँ साथ जोड्नेहरूको भन्दा पनि तोड्नेहरूको जमात बढी छ हो एकदम सही एकदम सही हो इभीलाई धेरै छ के हो। आँखा लाग्छ कहिले पनि आफ्नो कुरा भनिहाल्छ यसको कस्तो मिलान्छ मलाई हाँसो लाग्यो मनमा नै मलाई हाँसो यसो नो भन्दा चाहिँ अब फेरि भर्खर भन्दा त फेरि एक्सन गर्नु सुरु अनि फेरि बोल बोल होइन बोल बोल यस ओके, हामी आफ्नो- सुन्छौँ होइन जी कहिले पनि होइन लाइक आफ्नो कुराहरू प्रोसेसिङमा कहिले पनि नभन्नु रिजल्ट मात्र मान्छेलाई देखाउनु रे वाह। के हो आँखा ज्ञानी लाग्छ छ है मेरो बेबी वाह ओके ल दामी ल नेक्स्ट दामी पटक बेबी। नेक्स्ट है त दुःख भोग्ने मान्छे त भोलि खुसी हुन्छ तर दुःख दिने मान्छे कहिले खुसी हुँदैन हो 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 त्यो पनि हो यसपालि भोलि थोरै एक्सप्लेनेसन ल म त पर्खिरह एक्सप्लेनेसन देन थोरै थोरै ज्ञान देऊ न हामी मैले कति बेला सिक्न पाइरहेको छु के हो रे दुःख दुःख भोग्ने मान्छे त भोलि ए भगवान मलाई हाँसेर सक्दिन पढ्न यार होइन बेबी एक्सप्लेन गर एक्सप्लेन फोन लगाइदिने यसले बोलिदिन्छ होइन बेबी कमेडी हान्नु एक लाइनमा हो या होइन भनेको फेरि एक्सप्लेन गर्न थालिहाल्छ होइन गर गर बेबी ल होइन यस्तो सपोर्टिभ बोयफ्रेन्ड पोडकास्ट भनेको बोल्ने त होइन दुःख बेबी पढ्दै आफै ल अब एकछिन आँसु आयो ल तपाईँहरू नहेर्नु नि यार मलाई हाँसु आयो त आफै एक्सप्लेन गर्दै मलाई रोसिका देखेर हाँसो लागेर क्वेसन छैन यसले आफै एक्सप्लेन भनेको त गर्दै मानिने होइन कति गाह्रो छ होला मलाई सम्हाल्न देख्नु होला गन्न सुन्नु पर्यो नि भनेको डाक्टरले ह्यान्डल गरेर हारे गाह्रो छ एकदम गाह्रो छ ओके ल है त दुःख भोग्ने मान्छे त भोलि सुखी पनि हुन्छ तर दुःख दिने मान्छे कहिले खुसी हुँदैन हो सही हो किनकि अब दुःख दिने अरूलाई दुःख दिइरहेको हुन्छ होइन उसले आफ्नो पनि घर बनाएर हुँदैन अरूलाई नि बन्न म कन्ट्रोल गर्छु भनेर हाँसेको छु ह्यान्सले मलाई हेर्नु बित्तिकै क्या हाँसिदिन्छ। मोटिभेसन डर हान्दो रहेछ यार रोसिकाले। अरे पेट दुखेर मलाई। अर्को सोध्छु ल अब प्लिज बरु म एन्सर भन्दिनँ हो मेरो हो बाइ द वे सही हो एकदम सही हो गुनासो कसैसँग नगर्नु ल तपाईँ चुप लाग्नु न मलाई हाँस्नु ल ल है ल गुनासो कसैसँग नगर्नु किनकि कसैलाई फुर्सद छैन तिम्रो पीडा सुन्ने त्यो त होइन आफ्नो क्लोज यहाँ कुरा के यहाँ कुरा के हो या होइन म त किन भने किनकि सुरु भइहाल्छ उसको विकास सुरु भइहाल्छ एक्सप्लेन के हुन्छ एपिसोड धेरै लामो हुन्छ अर्को ल मान्छेलाई परिपक्व बनाउने त बाध्यताले रहेछ नभए रहरहरू त कसको हुँदैन र हो किन भने भन्ने हो सही हो ठिक छ अब चाहिँ नहाँसु ल आँसु आयो भने आफै पुस्नु अरू कोही पुस्न आए अर्को सम्झौता गरेर जान्छन् सम्झौता गरेर जान्छ नि आँसु आयो भने आफै पुस्नु अरू कोही पुस्न आयो भने अर्को सम्झौता गरेर जान्छन् नो भने एन्सर आउँदिन आउँछ अब यो कस्तो लाग्छ ठिक लाग्छ अथवा लाग्दैन लाग्दैन ओके अर्को घमण्ड गरेर जित्छु यो नसोच माया लिएर आऊ म आफै हारिदिन्छु सेम यो यस्तै कुरा त मस्त चित्त बुझै क्या घमण्ड माया लिएर जानुपर्छ उहाँलाई अब ओके ल लास्ट लाइन छ रुहाउनेहरू उनीहरूकै हुन्छन् रुहाउनेहरू उनीहरू नै हुन्छन् जसले भनेका हुन्छन् तिमीलाई कहिले रुहाउँदिन हो त जसले धोका दिन त त्यसैले धोका दिएर जान्छ अरे क्या यसको अर्थ चाहिँ ओके अब यो सेकेन्ड पनि हाम्रो सक्यो होइन अब लास्टै हँसायो रोसिकाले होइन रोसिका कमेडी पनि रहेछ तपाईँको एउटा टिकटकमा भिडियो हेरेको थियो क्या त्यो बेबी बाँदर जस्तो छ के भनेको थियो नि मेरो मुख चाहिँ बाँदर छ भन्दाखेरि चाहिँ त्यो देखाएर कसरी बनाएर हालेको सेम टु सेम बनायो ए अनि त्यसको रियल फोटो थियो
रियल फोटो हो त्यो एडिट गरेर हालिदिनु कि रियल फोटो हो यसको बाँदरको यो मेकअप गरेर यस्तो त्यो विदाउट मेकअपको बाँदरवाला होइन है रियल फेस पाइँदै होइन एआई हो अफकोर्स ओके अब यो कस्तो लाग्यो त अब अन्तिममा छौँ हामी यो अहिले जुन यो 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 सेगमेन्ट कस्तो लाग्यो यसमा चाहिँ धेरै बोल्न पाएन रोसिकाले चित्तै बुझेन मलाई त हो यसो नमात्रै बोल्न नपाउने मजा आएन फ्याट नि फ्याट उसैले आइन्छ होइन नोट किन भने भने बल्ल सुरु गरेर चाहिँ बोल्नै पाएन है मजा आएन लास्टको चाहिँ बोल्न नि मिल्नु पर्यो रमाइलो छ मेरो ओके बेला भयो अब हामी अब कार्यक्रमको अब हाम्रो इन्डिङ हुन लाग्यो हजुर तपाईँहरूले पनि अब आफ्नो अमूल्य समय दिएर तपाईँहरू दुईजनाले रोसिका पनि चाँडै अब अस्ट्रेलिया प्रस्थान गर्दै हुनुहुन्छ तपाईँ पनि आफ्नो प्रोफेसन गर्दै हुनुहुन्छ र केही समय पछाडि केही आफ्नो सबै कुराको व्यवस्था भइसकेपछि तपाईँ पनि अस्ट्रेलिया सायद जानु नै हुन्छ होइन अब म यहाँबाट के हुन्छ भने अब कहिले जानुहुन्छ रोसिका त मलाई थाहा छैन तर जहिले जानुहुन्छ तपाईँको अस्ट्रेलियाको यात्रा चाहिँ सफल रहोस् होइन राम्रोसँग जानु होला अब त्यो बेला अब के हुन्छ होइन अब भने होइन अब कुनै बेला फेरि हाम्रो के अब कहिले भेट्नै नहोला होइन कहिले हाम्रो अब बोलचाल पनि हामीले गर्न नपाउला होइन तर पनि अब हाम्रो भेट्नको यो के हुन्छ भने अब रोसिका गइसके पछाडि अब आफ्नो काममा बिजी हुने हो तपाईँ पनि आफ्नो काम बिजी हुनुहुन्छ होइन ओहो के छ हाम्रो कुनै बेला त्यो बोल्न टाइम पनि नमिल्न सक्ला अस्ट्रेलियामा जस अब शुभकामना दिन चाहन्छु म तपाईँहरूलाई माया गर्ने अडियन्स दर्शकहरूलाई तपाईँहरू दुईजनाले के भन्न चाहनुहुन्छ कस्तो म्यासेज भन्न चाहनुहुन्छ रोसिकाबाट एकदम छोटो मिठो दिने है र अनि डाक्टर साल पनि दिने त्यही हो अहिले अब दबोसबाटै चिनेको हो होइन त्योभन्दा पनि दबोसलाई चाहिँ एकदमै थ्याङ्कफुल छु म होइन उहाँहरूकै कारणले अहिले हामी यहाँ छौँ हुन्छ नि बाटोमा हिँड्दाखेरि पनि मैले त हजुरलाई कहीँ देखाएको थिएँ नि भन्दाखेरि पनि कस्तो खुसी लाग्छ क्या ल मैले त केही कमाएछु सोबाट होइन आफ्नो मान्छेहरू मलाई माया गरिदिनु हुने दर्शकहरू कमाएको छु जस्तो लाग्छ सो आइ एम भेरी थ्याङ्कफुल उहाँहरू सबैजनाप्रति अनि भेटेको बेला हाई हेलो गरिदिनु होला होइन बोलिदिनु होला त्यही नै हो आइ एम भेरी ह्याप्पी ओके रोसिकाले जे भने सेम कुरा त्यो सँगै के भन्दाखेरि यति धेरै मायाको एक्सपेक्ट नगरेको माया पाएको छौँ धेरै नै खुसी छौँ एन्ड देन कतिजनाले भन्दै हुनुहुन्थ्यो क्या सो सकियो अब कहाँ हिँड्ने होला भन्दा हाम्रो भ्लग्सहरू आइरहेको हुन्छ डक्टर धर्मराज कार्की छ युट्युबमा एन्ड रोसिका तामाङ छ त्यहाँ गएर हेर्दा नि हुन्छ अन्त पहिलाको एपिसोड फेरि हेर्दा नि हुन्छ के हुँदैन ओके तपाईँहरू पनि आफ्नो अब व्यस्तताको बावजुद होइन जस्तै ल आज गरौँ त एउटा पोडकास्ट भन्दाखेरि तपाईँहरूले पनि ओके हुन्छ हस् भनेर चाहिँ एउटा मेरो कुरालाई पनि स्वीकार निमन्त्रलाई स्वीकार यहाँ आएर आफ्नो अमूल्य समय तपाईँ पनि अब डाक्टर साहब आफ्नो पेसामा हुनुहुन्छ होइन बिजी मान्छे हो रोसिका पनि आफ्नो काममा बिजी छ होइन यति व्यस्तताको बावजुद पनि आएर होइन कार्यक्रमको शोभा बढाइदिनु भयो होइन तपाईँहरूसँग रमाइलो कुराहरू भयो केही कुराहरू मैले पनि तपाईँहरूसँग सेयर गर्न पाएँ तपाईँहरूले पनि सेयर गरिदिनु भयो नि त दुवैजनाले होइन अडियन्सहरूले पनि केही कुराहरू जान्न चाहिरहेको थिएँ रोक्सिया र डक्टरको होइन केही कुराहरू खोलिदिनु पनि भयो एकदम खुसी लाग्यो र तपाईँहरूले म अन्त्यमा अमूल्य समय दिनुभएकोमा तपाईँहरू दुवैजनामा मनदेखि एकदम धेरै धन्यवाद दिन्छु थ्याङ्क यू सो मच कार्यक्रममा थ्याङ्क यू धेरै धेरै धन्यवाद